कविताबाट सुरु गर्दै कविता कुन खाले कविता गर्नु पर्यो जाउँ न तपाईको दिमागमा के छ के हो तिम्रो नाम बहिनी परिचय पाम वाह हिमाल जस्तै रहेछौ तिमी बिहानीको घाम कता हिँडेको बिजुली बालेर हट भएर पट भएर ब्युटी भएर तिमी क्युटी भएर हामी हेरेको हेरै हामी हेरेको हेरै हामी हेरेको हेरै बाबा मन त सिरिङ हो गया चियर्स पानी चियर्स हान्न थालेछौँ हामी आजकल कङ्ग्रेचुलेसन्स ब्रदर धेरै धेरै बधाई छ थ्याङ्क यू के खालको वेभ आयो थाहा छैन तर बबाले भयो म एकछिन तपाईँको बारेमा भन्छु ल है सानो कथा म मेरो करियरमा एकदम डिफाइङ गर्ने एकदम मेरो करियरको एकदम इम्पोर्टेन्ट काम चाहिँ मेरो पश्चिमको भ्लग्सहरू थियो जुनको लागि मैले धेरै महिना मेहनत गरेँ त्यो ट्रिपमध्ये म बर्दियाहरू घुम्दाखेरि चाहिँ गाडीमा अब त्यो पेन ड्राइभ हालेर गीत बजाएर थियो मेरो साथीलाई कति इङ्ग्लिस गीत बजाएर झ्याउ लाग्यो कि कहाँ हामी नेचरमा छौँ कहाँ यो कस्तो दामी त्यो मार्चको महिना थियो अति यही टाइममा यस्तो रमाइलो देखिरहेको थियो लोकल हामीलाई यहाँको नेपाली गीत चाहियो भनेर उसले कोवलपुरमा एउटा ऱ्यान्डम पसलमा गएर दाइ केही गीत हालिदिनु भनेर त्यहाँको एउटा दाइले चाहिँ ल यो सुपर हिट गीत यो सुन भनेर अनि त्यो पेनड्राइभ हाल्न बित्तिकै ट्र्याक नम्बर 1 बज्छ नि त्यहाँबाट दुर्गेशजीको लगभग त्यो पेनड्राइभ हाल्न बित्तिकै आई थिङ्क रातो रातो होइन यो 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 दुर्गेश थापा हो मान्छे बेग्ले पाराको 1 2 3 4 त्यो गीत भयो त्यो गीतहरूको कलेक्सन बज्यो हामी पागल भयो विवर अनि जहाँ गए पनि त्यो तपाईँले गएर मेरो भ्लग्स हेर्नुभयो नि त्यहाँ यसरी मैले क्यामेरा तेर्साद ऱ्यान्डम मान्छेलाई रातो रातो खोर्सानी पिरो छ भने चाहिँ उसले चाहिँ छेत्रीको छोरो नि हिरो छ भनेर आफै रिप्लाई दिने खालको त्यो रमाइलो एउटा वातावरण बनाएको थियो एन्ड आइएम सो ह्याप्पी त्यो 2016 अलमोस्ट 9 वर्ष अगाडि अनि आज आएर चाहिँ मेन स्ट्रिममा तपाईँले एक टिकटक खोलेर हेर्नुहोस् अर सोसियल मिडिया मात्रै हेर्नुहोस् अहिलेको वेभ कस्तो आएको छ अनि ब्रदर आइएम सो ह्याप्पी फर यु मलाई थाहा छ तपाईँ कहाँबाट आउनु भएको छ के गर्नु भएको छ कतिको स्ट्रगल गर्नु भएको छ फ्रम अ ब्याकअप डान्सर आई थिङ्क 2500 भन्दा बढी म्युजिक भिडियोजमा तपाईँले काम गरिसक्नु भयो सानोतिनो जस्तो कामलाई नै नभनिकन र यता रिच गर्नु इस इज नट एन ओभरनाइट सक्सेस जसलाई चाहिँ इल्युजन छ कि दुर्गेश थापा उसको पारा त्यो आई थिङ्क सबैजनाको रिस्पेक्ट आछ भेरी लाइकेबल गाई र आज चाहिँ हामी उहाँको जीवनी सानो अब कथा सुन्नेवाला छौँ कसरी चाहिँ आज यहाँसम्म पुग्नु भयो कुनै पनि यस्तो ठुलो सक्सेसको पछाडि चाहिँ उत्तिकै नै मेहनत र लगनशीलता कन्सिस्टेन्ट भइराख्नुपर्छ र आइएम सो ह्याप्पी फर यु ब्रदर फर्स्ट अफ अल वेलकम स्वागत छ ल अहिले कस्तो लागिरहेछ तपाईँलाई अब फाइनली हेर्नुहोस् त तपाईँलाई आई नो फर अ फ्याक्ट कि तपाईँको नाम भन्ने बित्तिकै यसको पनि गीत सुन्छवाला थियो कि होइन यो मेन स्ट्रिम ठाउँमा फेरि उतातिर गयो भने दुर्गेश दाइले त यहाँबाट कपडा ल्यायो भनेर खुसी हुने मान्छे थियो तर यहाँ तपाईँको काठमाडौँ बोकेर तपाईँको सिटिजहरूमा बल्ल बुझिरहेछ के छ तपाईँको भ्याल्यु भनेर तपाईँले अहिलेसम्म आफूलाई स्टाइलिङ गर्नु भएको म्युजिक भिडियोजहरूमा एफर्ट इन्टेन्स छ अहिले एट द मोमेन्ट यो रिजल्ट यस्तो आइरहँदाखेरि आई थिङ्क यो त एकदम बबाले गइरहेछ नि सो अहिले चाहिँ तपाईँलाई कस्तो महसुस हाउ आर यु ह्यान्डलिङ योर सेल्फ मलाई खासै अब मेरो गीत त छेत्रीको छोरो हिरो छ अनि त्यसपछि कि दुर्गेश रेलमा होइन यो ज्यान फालिदिन्छु मुद्दा हालिदिन्छु भन्ने गीतहरू हिट हुँदाखेरि नै म एक किसिमको खतरा हिट भएँ भन्ने लाग्थ्यो कि मलाई त्यतिखेर होइन अनि त्यतिखेर म हिटै भएर हिँड्छु कि म त्यतिखेर स्ट्रगल गर्ने पिरियडमा रहेछु कि है अहिले मलाई धेरैजनाले टिकटकमा रिक्वेस्ट गर्नुहुन्छ अमेरिका आउनु पऱ्यो युके आउनु पऱ्यो होइन अस्ट्रेलिया आउनु पऱ्यो यहाँ चितवन आउनु पऱ्यो धेरै रिक्वेस्टहरू आउँछ कि अनि त्यो हुँदाखेरि ओहो म त यार धन्नै भरममा रहेछु है ओहो धन्नै म चिप्लेछु भन्ने कुरा भइरहेको थियो कि त्यतिखेर त्यो सोच्दाखेरि चाहिँ मलाई त्यस्तो लाग्थ्यो अनि अहिले आएर चाहिँ अब यो लेभलमा सबैजनाले यसरी गीतलाई अब नेपालमा अब पहिलो गीत नै भनौँ न 2 महिनामा 3-4 करोडको भ्युज जाने यसरी माया गरिदिनु भएको छ कि अब मैले त्यो मायाको मैले उहाँहरूलाई दिन त केही सक्दैन र यस्तै माया दिनुभयो भने उहाँहरूलाई पनि म यस्तै खालको गीतहरू सन्देशमूलक गीतहरू होइन अब उहाँको बच्चाहरू होइन नचाउने गीतहरू बच्चाहरूलाई भात खुवाउँदाखेरि होइन बचाउने गीतहरू राम्रो राम्रो गीतहरू लिएर आउनेछु मलाई चाहिएको चाहिँ मेरो फेसबुकको वालमा अथवा कहीँ सामाजिक सञ्जालमा फोटो आउँदाखेरि एक लाइक
र एउटा कमेन्ट हानिदिनुहोस् बस त्यति भए पुग्छ है त्यो माया कस्तो इम्पोर्टेन्ट हुन्छ नि मलाई चाहिएकै त्यही हो कि चाहिएको नाम हो कि तपाईँको अब जस्तो तपाईँ हेलिकप्टरबाट यताउति जानु पैसा गाडी आफ्नो ठाउँमा छ तर त्यो श्रोताहरूले हाम्रो दर्शकहरूले चाहिँ माया गर्नु चाहिँ त्यो चाहिँ अर्कै लेभलको मोटिभेसन चाहिँ हुन्छ अब फेरि अब मान्छेहरूले अब हेलिकप्टरमा चढ्या यहाँ भनेर फुर्तिला भन्नुहुन्छ नि त त्यो मेरो बाध्यता हो कि एकै दिनमा 2टा प्रोग्राम भ्याउनु पर्ने त्यहाँ पनि अन्तिम दिन भयो लास्ट दिन भयो भनेपछि त्यो बाध्यता हो कि नत्र भने अहिलेसम्म म एउटा प्रोग्राम कहिले पनि हेलिकप्टर लगेर गएको छैन मैले जति पनि पैसा कमाउँछु त्यो हेलिकप्टरले तिर्ने हो होइन जाने हो दर्शक श्रोताको माया बटुल्ने हो दर्शक श्रोतालाई नचाउने हो फर्किने हो कि सोच्यो होला हेलिकप्टरमा हिँडेर खतरा कमाएछ भनेर म अहिले कमाउन हिँडेको होइन कि म एउटा त दर्शक श्रोताको माया बटुल्न हिँडेको र त्यो माया बटुलिसकेपछि एक दिन सक्सेस भयो नि बल्ल मुभी बनाउँछु रे के हामी उस्तै ठाउँमा रहेछौँ अब लास्ट इन्डिङ पोइन्ट नै मुभी त हो नि होइन टक्क वर्षको एउटा मुभी बनाउने बवाल तरिकाको मुभी बनाउने होइन जो कि धेरै प्रमोसन गरेर हिँड्नै नपरोस् कि ब्रान्ड बनोस् कि त्यो किसिमको दर्शक श्रोताहरूले खोजेको कामहरू चाहिँ त्यो मुभीमा होस् कि दर्शक श्रोताहरूलाई के खोजिराख्नु भएको छ कता होइन अब सिचुएसन अनुसारले अहिले के चलिरहेछ देशमा अहिलेको केही मेसेज जाओस् अहिलेको यङ जेनेरेसनले के खोजिरहेछ त्यो किसिमको हुनु पर्यो तपाईँले आफूलाई चाहिँ कसरी हेर्नुहुन्छ तपाईँले के रिप्रेजेन्ट गर्नुहुन्छ के लिएर हिँड्नु भएको छ जस्तो लाग्छ जस्तै अब मैले त अब बिजनेस गर यो गर नेपालमा बसेर के गरौँ मेरो भाइ नर्मली त त्यो हो अनि सबैजनाको त्यही नै हो मोरलेस तर तपाईँको चाहिँ लाइक हुन्छ नि मेरो धारणा के हुन्छ भने कसैलाई जबरजस्ती यो गर भनेर चाहिँ गऱ्यो भने चाहिँ त्यो मान्छे त्यो कुरामा कहिले पनि सक्सेस हुँदैन कि होइन उसको दिमागले के खोजिरहेछ मेरो ड्याडीले मलाई त भर्ती भएर आर्मी गयो भने हो नि त म भर्ती हुन पनि गएँ आर्मी गएँ र चाहिँ रङ रुटमै गएँ त्यसपछि तपाईँको चाहिँ त्यहाँबाट भागेर फर्केर आएँ नि त मेरो दिमागले चाहिँ मलाई मनै थिएन इन्डियन आर्मीमा जागिर खाने किनकि त्यो दुःख त्यो भोगाई मैले मेरो बाउको हेरेको छु नि त मेरो मम्मीले कुरेको त्यो दिनहरू कारगिलमा लडाइँ गर्दा जाँदाखेरिको ती रातहरू मम्मीहरू नसुतेको अनि त्यो भएको हुनाले मैले चाहिँ आफ्नै देशमा केही गर्छु होइन म पहिलेदेखि अब नाचगान गाउन पनि स्कुलदेखि नै हो स्कुलदेखि नै ट्यालेन्ट थिएँ क्या जहाँ गए पनि फर्स्ट सेकेन्ड भइराख्ने अनि अब यी कुराहरूले पहिलेदेखि प्रभाव थियो नि त मेरो लाइफमा अनि त्यो अब मेरो आदरणीय दाइ बसन्त थापा मेरो गुरु हो गडफादर भन्छु जो उहाँको गीतले पनि सालको पातको टपरी मेरो दाइको गीत हो नजाऊ सानो पँध्रेमा लोकदोरीमा एक क्षेत्र राज हो क्या बसन्त थापा भनिसकेपछि अब दाइकै भाइ हो जुन दाइले मार्ग देखाउनु भएको थियो त्यो मार्ग मैले कहिले पनि बिराइनँ कि साथीहरू कस्तो भेट्यो होइन कस्तो साथी उहाँले तपाईँ काठमाडौँ आएको फर्स्ट स्ट्रगलिङ डेज तपाईँलाई अप्ठ्यारो पर्दा बेला हेल्प गर्नुभएको थियो नि उहाँले ल्याएकै काठमाडौँ मलाई ए ओके काठमाडौँ म पछि बिचमा चाहिँ अब ड्राइभर बन्छु भनेर होइन गाडी सिक्नलाई पोखरा पनि आएँ अनि त्यहाँ पनि सक्सेस हुन सकेन कि अब कहिले पानी आउने कहिले बर्खाको पाम थियो त्यो टाइम थियो होइन त्यो बेलामा अनि गाडी सिक्दा त्यो टाइमै मिलेन क्या त्यो 1 महिनामा सिकेर जानुपर्ने अनि एक दिन त्यहाँ एउटा गीत फुर्यो कि न घाम लाउने न अब पानी परनी क्यारी सरोस मायाको बिरुवा भयो यसै मरानी भन्ने गीत छ एकछिन पोखरा आउँदाखेरि तपाईँलाई त इन्सपिरेसन आयो गीतको लागि त्यो अब घाम पनि लागेन पानी पनि परेन गाडी ट्याक्सी सिक्न जान्थेँ नि त म अनि त्यो सिक्न जाँदाखेरि त्यो त्यतिखेर उसले नसिकाउने के अब पानी पर्छ भनेर उसले चाहिँ नसिकाउने अनि त्यो गीत बनाएँ अनि बनाइसकेपछि दाइसँगै घर गएको थिएँ अनि बुवा हामी बसेको थियौँ अनि यसलाई म लगेर जान्छु भनेर बसन्त दाइले भन्नुभयो अनि त्यहाँबाट दाइसँग उठेर आइयो अब धेरै स्ट्रगल गऱ्यो दाइले पनि त्यतिखेर दाइ पनि स्ट्रगल गर्ने पिरियडमै हुनुहुन्थ्यो दाइले पनि गएर हाम्रो धौलागिरी क्यासेट सेन्टरमा मेरो गीत निकालिदिनु पऱ्यो भनेर धेरै रिक्वेस्ट गर्नुहुन्थ्यो त्यतिखेर अब नचलेको मान्छेलाई खासै भ्यालु दिन्थेन कि अब हामीलाई त झन् भ्यालु दिन्थेन त्यहाँबाट दाइले बिस्तारै स्ट्रगल गर्दै दाइ पनि जाँदै हुनुहुन्थ्यो म पनि जाँदै थिएँ म अनि फेरि साइड डान्सरतिर गएँ हाम्रो शङ्कर बिसी गुरु हुनुहुन्छ मेरो उहाँले चाहिँ उहाँको डान्स क्लास जानुहुन्थ्यो डान्स क्लास म चाहिँ हिरो भन्छु अब भन्छु भनेको किन आएको भन्दै हिरो बन्न आएको भन्दै सबजना हाँस्थ्यो क्या मलाई देखेर मेरो त्यो त्यतिखेरको अब गाउँबाट भर्खर आएको लुक्स त गाउँले लुक्स हुन्छ नि त त्यो भएको हुनाले सबजना हाँस्थ्यो
म त्यतिखेर नै त्यो हुन्छ नि त्यो कमेन्टहरू त्यस्तो हुन्छ नि इल्ली बिल्ली मान्छेलाई इल्ली बिल्ली बनाउने कुराहरू त्यतिखेरबाटै छिचल्दै आएको थियो कि म अनि अब बिचमा पनि धेरै कन्ट्रोभर्सीहरू आयो होइन यी कुराहरूलाई पनि छिचल्दै यहाँ आएको क्या म अनि तपाईँको काठमाडौँको 80% डान्स बारमा मैले काम गरेको छु अझै पनि मलाई कहिले मेसेज गर्नुहुन्छ कि तिमी त कहाँ पुग्यौ यार भन्नुहुन्छ तपाईँ डान्स बारमा पनि डान्स गर्नुहुन्थ्यो ल म ठमेलको 80% डान्स बारमा काम गरेँ होला पहिला सबै आई अलवेज वान्टेड टु मेक लाइक हुन्छ नि यसको स्टोरी अरू मुभी मेरो दिमागमा चाहिँ कहीँ थियो कि किनकि त्यो त्यहाँ केटा डान्स गर्नेहरू त अब त्यहाँ भाइब छुट्टै छ भाइब हामी चाहिँ अब फेरि अर्को डान्स बारमा जानलाई अलि तलब बढाइदिन्छु भन्ने है अनि त्यसपछि केटी चाहिँ ल्याएर आइज भने केटी लगेर जानुपर्ने कि केटी 2-3टा केटी लगेर गइदियो भने त त्यो डान्समा केटी भयो भने चाहिँ फेरि बिजनेस आउँछ नि त अब त्यहाँ क्लाइन्टहरू आउने डान्स हेर्नलाई केटीहरूको त्यो हुन्छ त्यही हो अब त्यही स्ट्रगल डान्स बारबाट स्ट्रगल गरियो यता दिउँसोतिर सुटिङमा जाने एक दिन अब सुटिङमा गएको क्रममा के भन्ने अब हिरोइनीको पछाडि नाचिरहेको थिएँ कि होइन घरतिर त अब देखाउन पऱ्यो नि त साथीभाइहरूलाई ऊ भन्दा गइहालिन्छ होइन च्याप्चुप अगाडि बसेपछि त अलिक टाइम देखिन्छ नि त अनि जस्तो नाचेर त्यहाँदेखि ऊ भन्यो देखिन्छ भनेर अगाडि नाचेको एउटा डाइरेक्टरले यस्तो मुख छाडिदिएन त्यहाँदेखि म कोर्स डान्स छोडेँ क्या अनि छोडेँ अनि आफै लगानी गरेँ रामचन्द्र काफ्लेको गीत माया लाएर के भयो कसम खाएर के राम्रै भएछ यस्तो भएछ तपाईँ माथि हाँसिदिनु नै राम्रो भएछ हान्छ नि त यहाँ हाँसी साँच पक भनेर एउटा पर्सन राम्रो हेल्दी इगो भनौँ न तपाईँलाई निकालिदिनु पनि त राम्रो भयो तपाईँको करियर पनि अपलिफ्ट भयो सो राम्रै कुराको लागि लाइफले तल पेल्दो रहेछ कन्ट्रोभर्सी आउनु नि मेबी एक हिसाबले राम्रै थियो कि होइन कन्ट्रोभर्सी अहिले आएर चाहिँ मलाई के लाग्छ भने नआइदियो हुन्थ्यो भन्ने जस्तो लाग्छ अहिले चाहिँ तपाईँको चाहिँ अब एउटा फ्यामिली होइन सबैसँग रिलेसन राम्रो होइन भइदियोस् जस्तो लाग्छ कि होइन सबैलाई हेल्प गर्न पाऊँ सबैसँग राम्रो हुन पाऊँ होइन फलाउनु छि भन्ने नहुँ भन्ने जस्तो लाग्छ कि अहिले चाहिँ तर मलाई चाहिँ कस्तो लाग्छ भन्दाखेरि अब यो अलिकति भगवान टाइपको कुरा गर्न थालेँ मैले तर भगवानले हामीलाई जसरी यति मलाई पनि धेरै ब्लेस गर्नु भएको छ किनकि अब म जस्तो पनि कतिजना हुन्छ क्यामेरा लिएर तर यहाँसम्म पुऱ्याइदिनु भएको छ तर त्यो सँगसँगै कन्ट्रोभर्सी अरू केही न केही चाहिँ भागमा छुट्याइदिए नि हुने रहेछ यति यो लिऊ यति यो पनि खाऊ है भाइ भनेर आउँदो रहेछ क्या अब त्यो लिन लड्न हिँडेको सिपाहीहरू पनि त लड्दै जानुपर्छ नि त होइन हामी पनि लड्दै जान्छ हो नि होइन हामीलाई सबैलाई नै मन पराउनु पर्छ भन्ने छैन कि अनि सबैलाई मन परायो भने चाहिँ अनि उसको पार्ट खै त उसलाई पनि त चाहियो नि त उसलाई पनि त माया गर्न चाहियो नि त होइन अन्त भएको हुनाले यो फिल भनेको चाहिँ के हो भनेपछि बाँडिएको फिल हो यसलाई अब आफ्नो भागमा कसरी पार्ने भन्ने कुरा हो कि जनताको मन कसरी जित्ने माया कसरी लिने जसले त्यो दिन सब जनताको माया एउटा मुठीमा लिन्छ त्यो दिन बल्ल आफूलाई जित्यो जस्तो लाग्छ मलाई अहिले त म केही पनि होइन भर्खर स्टार्टिङ भर्खर यता 1-2जनाले माया गऱ्यो भन्दैमा I love your mentality, brother. I love your mentality. हामी यहाँ आधी 1 घन्टा बाहिर गफ पनि गरिसक्यौँ छिटो कनेक्ट भयौँ जस्तो लाग्यो मलाई एकदम मैले ब्रोको चाहिँ पहिल्यै हेरिरहन्थेँ होइन हजुर मैले भन्दा पनि मेरो मिसेस चाहिँ आफ्नो फ्यान नमस्ते प्लिज थ्याङ्क यू सो मच अनि हेलो गऱ्यौँ हामीले हुम्ला गएको बेलामा जानुभएको रहेछ त्यो भिडियोहरू देखाउनु भएको थियो मिसेसले हजुरको ससुराली पर्यो होइन वाउ म त्यहाँतिर गएर अनि खबर आएछ भिडियोहरू आएको थियो जस्ट ब्रोको पनि एक किसिमको अर्कै भाइब्स छ होइन एकदम राम्रो मान्छे एउटै फिल्डमा लाग्ने होइन नि त फरक फिल्डमा लाएर फरक तरिकाले चिनाउने हो एउटा हाम्रो यो फिल्डलाई चिनाउनको लागि ब्रोको पनि छुट्टै हात छ कि हजुर थ्याङ्क यू सो मच ब्रदर म अलिकति अघिल्लो तपाईँको लाइफको अर्ली स्टेजतिर जान खोजेर मैले जहिले पनि पडकास्ट गर्दा अलिकति रिसर्च गरेर हुन्छु अनि मलाई त्यो स्टोरी मनपर्छ जहाँ चाहिँ मान्छे जन्मिया एउटा ठाउँमा छ हुन्छ नि यहाँ काठमाडौँ बेस्टको मान्छेको कथा धेरै हुँदैन तर तपाईँको लाइफ इन्ट्रेस्टिङ छ तपाईँ आई थिङ्क जन्म भएको चाहिँ सिक्किमतिर थियो क्यारे हो मेरो जन्म चाहिँ मेरो बुवा आर्मी हुनुहुन्थ्यो पोस्टिङ हुँदाखेरि त्यस्तो ओके सिक्किममा जन्मिनु भयो तर तपाईँलाई याद भयो अनुसार तपाईँ बागलुङको हुनुहुन्छ गलकोटको हजुर एकचोटि आफ्नो त्यो बाल्यकालको बारेमा बाल्यकाल त अब त्यस्तै भयो अब कति युकेजी एलकेजी मैले उतै सिक्किमतिर पढेँ त्यसपछि आइसकेपछि म उतै पढेको भए अब खतरै पढिन्थ्यो होला होइन अब गाउँतिर आसी त्यस्तै हो कि अब सबै साथीभाइहरू सबै अब प्रायः जस्तो धेरै चाहिँ सरकारी स्कुलमा पढ्थेँ कि अनि मलाई चाहिँ बुवाले चाहिँ बोर्डिङमा पढ्ने कि सरकारी पढ्ने भन्नुभयो अनि म एक दिन बोर्डिङमा एक दिन सरकारीमा जान्थेँ अनि
बोर्डिङको टिचरले चाहिँ कि यहीँ मात्रै पढ कि माथि मात्रै पढ भन्नुभयो होइन। अनि त्यसपछि यहाँ धेरै रुल्सहरू होइन पालन गर्नुपर्ने रहेछ भने केही मान्नु भनेको कुराहरू पनि आफूले भने जस्तो नि हुँदो रहेछ। माथि घन्टी लगाएपछि चिरेनी हुन्छ होइन, जतिरै हुन्छ माथि पढ्छु भनेर फेरि माथितिर लगाइदिएँ होइन। हाम्रो श्री जनहित माध्यमिक विद्यालय छ मेरो घरकै आडा। ओके, ठ्याक्कै घरको आडामा छ। 2 घन्टी लाग्यो भने कुन सब्जेक्ट हो त्यही लिन जाने, 3 घन्टी लाग्यो भने फेरि अरू सब्जेक्ट लिन जाने कि घर जान्थेँ कि पछि किताब लिएर जान्थेन कि कहिले नै स्कुलमा। अनि त्यहीँ पढ्यो। पढ्दा पढ्दै 8 क्लासमा पढ्ने बेलामा होला 8 क्लासमा पढ्ने बेलामा चाहिँ त्यतिखेर हाम्रो माओवादीहरूको एकदम बिगी थियो नि त है। अनि त्यसपछि अब त्यतिखेर माओवादी आर्मी फायरिङहरू लडाइँहरू हुन्थ्यो जोस् त्यो बेलामा। त्यो ठाउँ त्यो साइडतिर त गजबै बढी हुन्थ्यो नि त, पश्चिम साइडतिर त। उहाँहरूको रोल्पा हो नि बेस नै, जलजलातिर मुगासु त्यतातिर पनि अहिलेसम्म पनि त्यहाँ भयङ्करै ठुलो बेस छ। त्यहाँतिर त जान हामीले जुन न्युजमा मान्छे बितेको समाचार दिन हेर्दा बानी पऱ्यो क्या। अब कस्तोसम्म थियो, हरेक दिन न्युजपेपर टाइम थियो त्यो, यस्तो सोसियल मिडियाहरू केही पनि थिएन, इन्टरनेटै छैन। पत्रिकामा अब यतिजना आर्मी यतिजना यो मऱ्यो यतिजना यो मऱ्यो सुने नर्मल भइसकेको थियो। अनि त्यसपछि त म इन्डिया गएको हो। तपाईँको बुवा नि आर्मीमा हुनुहुन्थ्यो नि, उहाँको इन्डियन आर्मी मेरो बुवा चाहिँ इन्डियन आर्मी। यता मैले त ओके यतापट्टि। अनि त्यसपछि म त्यो भर्खरै अब माओवादीहरूको चाहिँ लडाइँहरू चलिरहेको थियो, यताउता भइरहेको सङ्कटकाल लागिरहेको थियो भनौँ न एक हिसाबले। अनि त्यसपछि म चाहिँ इन्डियातिर गएँ। इन्डिया जाँदाखेरि चाहिँ म है अब तपाईँ आर्मीमा भर्ना नै हुनुभयो नि होइन। अनि सुन्नु न, अनि त्यसपछि तपाईँको चाहिँ के रनिङ गर्ने नि त। अब हामी त गाउँतिर दौडेको होइन, उकालो ओह्रालो गरे मान्छे होइन। अनि त्यो RX बाइक हुन्न त्यो चाहिँ मैले रनिङ गरेर भेटाइदिन्थेँ कि कस्तो त घुर्थ्यो होला कि फुटबल पनि खेल्नुहुन्थ्यो होला नि त होइन। गाउँमा फुटबल त हुन्थ्यो, भलिबल चाहिँ खेल्थेँ। ओके, भलिबल खेल्थेँ। मेरो एकजना हाम्रो गाउँको एकजना मेरो महेन्द्र दाई भन्नुहुन्थ्यो, उहाँको चाहिँ म बिग फ्यान थिएँ कि एकदम। महेन्द्र दाई ओपन सर्ट फुल नेम भन्दिनँ हुन्छ, खुसी हुनुहुन्छ। महेन्द्र गौतम। ओके। अनि उहाँले यस्तो सर्ट हान्ने कि होइन। अनि त्यसपछि मैले नि उहाँको सिकेको थिएँ कि। अनि त्यसपछि मलाई पनि महेन्द्र भन्थेँ कि त्यतिखेर भलिबल खेल्ने। कुन पोजिसनमा हुन्थ्यो तपाईँ? म ब्याकबाट हान्थेँ, अरू नआएको बेलामा फर्स्ट सर्ट हानिदिन्थ्यो फेरि। जे भयो भने ब्यागले त सर्ट हान्न पाइहाल्छ नि, फेरि सटर नआएको बेला त ब्यागले हान्ने त हो नि होइन। त्यो भएको हुनाले सकेसम्म चाहिँ सटर नआए हुन्थ्यो भनेदेखि हामी अब चाँडो खेलिदिने नि त गाउँमा। अनि अब जस्तो त्यहाँ अब हामीभन्दा अग्रज दाईहरू हुनुहुन्थ्यो कि, त्यो दाईहरू अब जे भयो नि बेलुकाको घरको काम गरेर भलिबल खेल्न पर्थ्यो नि त, आउनु पर्ने। अनि त्यसपछि आज नआइदिनु हुन्थ्यो नि, फर्स्ट सर्ट बस्न पाइन्थ्यो, अनि धेरै सर्ट हान्न पाइन्थ्यो भन्ने हुन्थ्यो कि त्यो बेलामा। तपाईँ इन्डियामा चाहिँ के गर्नुभयो? लाइक केही काम खोज्दै गएको हो कि पढ्न बाँकी नै? होइन, तपाईँको चाहिँ त्यहीँ जाने भर्ती हुने, अनि त्यसपछि त्यहीँ पढ्ने। यो कति उमेर हुँदाखेरि हो? लगभग 16-17 को उमेरमा। एसएलसी सकेपछि जानुभयो? एसएलसी त गरेन मैले। हो र? म उतै गइहालेँ 8 पास। म त्यतिखेर 8मा पढ्थेँ भनेपछि अब कति वर्ष थियो भनौँ न। भनेपछि पढाइ त थियो नि, किनकि मैले देखेको तपाईँ व्हाइट हाउस कलेज पढ्नु भएर छ भनेर लेखाएको थियो। कहीँ होइन, त्यो फेक आइडीमा लेखेँ होला। फेक आइडीमा लेखेँ त्यो तपाईँको हिजो मैले प्रोफाइलहरू एउटाले लिक गरेछ, त्यो इन्फर्मेसन सब ठाउँतिर गएछ। ठिकै छ, गलत इन्फर्मेसन जानु राम्रो होइन, तर यहीँ एउटा भन्ने इन्फर्मेसन चाहिँ त्यो अहिलेको कुरा हो। त्यो भएको हुनाले इन्डियातिरै गयो। अनि त्यहाँ भर्ती सर्ती भएपछि त्यहाँबाट इन्डियन आर्मीमै भर्ती हुनुभयो। अनि त्यसपछि म यहाँ फर्केर यता आइसकेपछि अब दाइसँग अब अगाडि कुराहरू त भनिहालेँ मैले। त्यहाँ छाड्ने बेला त अनि परिवारमा फेरि रिसाउनु नै भयो होला नि त? भयो नि, बुवा म कतिचोटि घरमा जाँदाखेरि बोल्नु नै हुन्थेन होइन। अनि अब आर्मी बुवाहरू डिसिप्लिन हाई, फ्युचर सिक्योर हुन्छ। त्यसपछि अनि तपाईँ त्यस्तो पढ्ने पनि नपढ्यो भनेपछि त झन् तपाईँलाई प्रेसर पऱ्यो, किनकि यो नालायक भयो भन्ने खालको मेन्टालिटी आयो होला नि। होइन, पछि उमा पढ्यो नि त, पछि यहाँ म क्याम्पस पढेर देखाइदिन्छु भने नि त बुवालाई त्यतिखेर। अनि म त्यो बिहारतिर गएँ कि, बिहारमा चाहिँ तपाईँले त्यहाँ क्वेसन त्यहीँ एन्सर हुन्छ भन्थ्यो नि मैले, जुन क्वेसन पनि त्यहीँ एन्सर पनि त्यहीँ के त्यहीँ दिने। अनि त्यसो सिधै पास भयो कि। लेख्न जान्नु पऱ्यो। अनि त्यसो त्यही सर्टिफिकेट लिएर अनि क्याम्पस पढ्छु भनेर गएको है। अनि त्यहाँ नचलेको त्यही हो कि मेरो सर्टिफिकेट, त्यहाँ चाहिँ चलेन कि। इन्डियामा को चल्दो रहेछ कि त्यहाँको सर्टिफिकेट चाहिँ, जस हाम्रो त्यसरी भएको त कहाँ चल्छ र है, नचल्ने कुरा पनि भएन त्यो कुराहरूलाई। त्यही भएर पढाइ चाहिँ बेलैमा पढ्नु पर्दो रहेछ भन्ने कुरा चाहिँ अहिले आएर चाहिँ महसुस हुन्छ। अहिले पनि सकिन्छ नि, समय छ। समय भन्दा पनि अब चाहिँ
टाइम छैन नि त, समय छ, टाइम छैन भन्दा खोजेको। मसँग चाहिँ अहिले अलि प्याक छु कि टाइम हो। मैले तर म र हाम्रो क्रिकेटर हुनुहुन्छ पारस खड्का दाइ, उहाँ हामीले सँगै एमबिए भ्यायो कसरी तपाईँको त्यो छ नै भने चाहिँ हुँदो रहेछ। मलाई आई थिङ्क राम्रो आइडिया हुनसक्छ, राम्रो इक्जाम्पल हुनसक्छ। तपाईँले अब तपाईँलाई थाहा छ गाउँघरको केटाहरूको पारा, तिनीहरू कहाँ पढ्नेवाला छ, तर तपाईँले अब नो प्रेसर, तर तपाईँले एउटा इक्जाम्पल सेट गर्नु चाहिँ एउटा चान्स रहेछ यसमा। त्यो पनि गर्न सकिन्छ, कसैले अप्रोच गरौँ न हो होइन, नो प्रब्लम होइन, गर्नलाई ठुलो कुरो भएन होइन। तर अहिले फेरि धेरै किसिमका उहरू पनि आएको छ नि त, फेसिलिटीहरू आएको छ, घरमै तपाईँ अनलाइन पढ्न सक्नुहुन्छ। त्यही नै गऱ्यो हामी, मैले पनि अहिले त्यही गरिरहेको। मलाई त्यो पढ्दाखेरि पछिल्लो समयमा पढ्दाखेरि चाहिँ अब आफ्नो बिजनेस रनहरू गरिरहेको छु, कम्पनी चलाइरहेको छ, अनि पछि मास्टर्स गरेको चाहिँ मलाई एकदमै फाइदा लाग्यो। अनि पढाइ पनि तपाईँको गुगलबाट मात्रै पढ्ने क्या, तपाईँको आजकलको अलिकति बेग्लै छ, अनि आन्सर पनि आफूलाई जे हो साँच्चीकै अनेस्टली लेखाएको थिएँ मैले, राम्रो मार्क्स पनि आयो, राम्रो भयो। किनकि मैले पढाइको कुरालाई अब राखिदिउँ होइन, राखिदिउँ। अनि ऊ गरौँ न त, गर्लफ्रेन्डको कुरा गरौँ न त। कतिवटा छ तपाईँको? होइन मेरो त म बिहे भएको त भएन, आफ्नो चाहिँ के छ खासै छुट्नुको कारण के हो? ल मलाई उल्टा कस्तो पाउँछ त, अनि मेरो पडकास्ट कहिलेकाहीँ चाहिँ मैले पनि सोध्न पाएँ नि त होइन। अब तपाईँको नि त कतिवटा गर्लफ्रेन्ड थियो होला नि त? मैले सोधिरहेको छु कि तपाईँलाई 5-7वटा त। होइन कसरी छुट्यो? आई मिन अन्डरस्ट्यान्डिङ भएन, नभएर छुट्यो कि तपाईँले माया कम दिनुभयो कि तपाईँ धेरै बिजी भएर? हो त्यस्तो त काममा लागिराख्ने मान्छे हो एकदम, कस्तो भन्ने। त्यसो भए त्यो लपसप गर्नु भएन कि सिधै बिहा गर्नु पर्यो? त्यो पनि छ, तर एकछिन यो कुरा यतिकै नजाओस्, अलिकति क्लियर बनाइदिन्छु कि मान्छेहरू उमेर अब हुन्छ नि, कलेज तपाईँको कसैको स्कुलको गर्लफ्रेन्ड होला विचार अलिकति फरक हुँदै गइसकेपछि सहमतिमा ओके आफ्नो बाटो भन्ने कुरा लाग्ने ठुलो कुरा होइन। अनि मलाई अहिलेसम्म पनि मैले जे पोस्ट गरेँ पनि उहाँलाई गाली गर्दै आउँछ, र म जहिले पनि भन्छु प्लिज जसले जेसुकै भने नि आई विल स्टे अनहिन्ज्ड। म जहिले पनि उहाँलाई एकचोटि लोयल्टी भन्ने कुरा हो, म तपाईँसँग एकचोटि साथी भइसकेपछि मैले तपाईँको बारेमा जहिले राम्रो विस गर्छु। अब आज आएर नि यो कुरा आएर अहिलेसम्म कति वर्ष भइसक्यो होइन। अब तर म अझ पनि के भन्छु, अबको 10-20 जतिसुकै भए पनि मेरोबाट चाहिँ एकदम प्लिज त्यस्तो नेगेटिभ माइन्ड सेट नराखौँ होइन। नेपालमा महिलाहरूलाई गाह्रो छ, सजिलो छ हामीलाई गाली गर्न, तर उहाँहरूलाई धेरै पर्छ। मेरो तर्फबाट चाहिँ आई विल अलवेज बी टाढाबाट एउटा वेल विसर भएर बस्नेछु, त्यो भइरहन्छ, त्यति हो कुरा। बाँकी बिहाको कुरा अब अहिले हेर्दै जाउँ, केही छैन। बेमा बोलाउनु चाहिँ कि नानी? हुन्छ खोजौँ बरु सँगै। मलाई ऱ्याक ब्रो के हो यो? थ्याङ्क यू फर कमिङ, पोडकास्ट सक्यो हाम्रो। हो यस्तो कुराहरू होइन। तपाईँलाई मैले यहाँ अहिले सोधेँ होइन, मलाई चाहिँ तपाईँ चाहिँ होइन एकदम खतरा लाग्छ कि ब्रो होइन। तर मैले आज तपाईँलाई जसरी सोधेँ नि, हो हामी आर्टिस्टहरूलाई पनि तपाईँले यसरी सोधिदिनु भएन कि कुनै कुराहरू हुन्छ नि? मैले कहिले सोध्दिनँ होइन, इक्जाम्पल मैले अरूलाई प्लिज म एकछिन ल, म कहिले नि कन्ट्रोभर्सी क्वेसन मेरोबाट सोध्नु छैन। र मेरो पडकास्ट एन्ड भएपछि जहिले पनि मेरो गेस्टलाई ओके ठिक छ कि छैन भन्नु है भन्छु। म रिल्स टिकटक काटेर नि हाल्दिनँ, किनकि त्यो थोरै जोसमा के बोल्या हुन्छ त्यसलाई काटेर हाल्ने नै मेरो बानी छैन। यहाँ आउने जे मन छ कुरा गर्ने, किनकि मलाई चाहिँ तपाईँको स्टोरी, तपाईँको हार्डसिप रातारात भए होइन भन्ने कुरा चाहिँ मान्छेलाई मेसेज जानु पऱ्यो। तपाईँलाई केही बन्नु छ भन्दा यति लेभलको मेहनत गर्नुपर्छ भनेर चाहिँ सबैको स्टोरी सुन्दाखेरि कसरी भयो भनेर कसैलाई इन्सपिरेसन हुन्छ कि हाम्रो यो कुरा आज आई थिङ्क लाखौँजनाले सुन्नेवाला छ एउटा क्यामेरा चलाएर होइन। म पनि अब तपाईँलाई जसरी आर्मी नबन्दाखेरि तपाईँलाई घरमा अलिकति थियो नि, मलाई पनि संसारमा कसैले नि विश्वास गर्नेवाला छैन। जसको आमा बाउले आफ्नो छोराछोरीमाथि विश्वास गर्छ तिनीहरू त साह्रै लकी हो, तर नेपालमा त्यो कल्चर एकदमै छैन। र म पनि त्यही कालमा हुर्क्या हो नि त। सो मलाई पनि अब क्यामेरा लिएर यसले के गर्छ होइन, कहाँ अब बिहाहरू खिच्दाखेरि मेरो बुवा माइन्ड गर्नुहुन्थ्यो क्या, कहाँ मेरो साथीले भन्यो त यस्तो गर। त्यो मेरो आफ्नो स्ट्रगल थियो, त्यो मेरो आफ्नो कहानी बनाइरहेको थिएँ मैले। मलाई यहाँ पुग्नु थियो, मलाई अझै पुग्नु छ होइन, तर त्यसको लागि भन्ने कुराहरू हो। अनि जोसमा फ्याट्ट लाएर केही भनेर अनि मैले त्यो पार्ट गयो भने अब आई एम भेरी स्योर त्यो मैले जो फिमेलको बारेमा कुरा गरेको थिएँ त्यो मात्रै काटेर मान्छेले आफै हालिदिन्छ होइन। त्यति मात्रै नबुझोस् भने म त्यो काट्दैन। अनि एभ्री टाइम सोध्छु कि सो आज पनि म आई अनेस्टली भेरी के भन्ने, मलाई चाहिँ इन्सपिरेसन चाहिँ तपाईँको भनौँ न, तपाईँ एकचोटि दुर्गा सीको च्यानलमा गऱ्यो भने तपाईँ उहाँले कहाँदेखि अनि हरेक थम्बनेलमा ल चस्मा लाएर यस्तो लुक छ, उहाँको आँखाको कलर पनि दामी छ बाइ द वे, इट्स लाइक ब्राउनिस लाइट ब्राउनिस दामी छ, आज चस्मा लाउनु भएको छ। अनि हि अलवेज
स्टाइल्स हिमसेल्फ जस्तो सुकै स्टाइल भयो नि एफर्ट भन्ने कुरा हो कि एफर्ट हरेक ठाउँमा चाहिँ म यसलाई नै पड्काउँछु भनेर अनि कस्तो भन्दाखेरि आफ्नो कामलाई माया गर्नु सिक्नुपर्छ उहाँले हुन्छ नि टावल डान्सदेखि लिएर अस्ति प्रियङ्काले पनि आई थिङ्क उसले इम्प्रोभाइज गर्दै रहेछ सी वाज हियर अस्ति भएर पडकास्टमा आउनुभएको थियो त्यो पैसाको नि यस्तो गरेर क्या रमाइलो छ प्रियङ्का साउट आउट म्यान विल लभ यु अनि जस उहाँले कसरी काम गर्नुभएको छ एकचोटि हेर्नु हिस्ट्री मेहनत असाध्यै छ क्या अनि त्यस्तो कुराले चाहिँ मलाई इन्सपायर गर्छ घुमाइ फिराइ म होइन मलाई चाहिँ म खास चाहिँ पहिला दोरी खेल्थेँ लोकदोरी भनेपछि तपाईँलाई थाहा छ ब्रो होइन पहिला चाहिँ फिल्मको मान्छेहरूले चाहिँ दोरीलाई चाहिँ अलि जोस त्यति भ्यालु दिनुहुन्थेन मान्नुहुन्छ कि नै एकदमै मान्छेले महोत्सव एक्सपिरियन्स गर्न पाएको मेरो चाहना चाहिँ के भन्दाखेरि होइन दोरीको मान्छेले नि यो लेभलको काम गर्न सक्दो रहेछ है भन्ने चाहिँ मेरो त्यही ब्रदर एउटा कुरा गरौँ प्लिज एउटा महोत्सव गरौँ न म हेल्प गर्छु तपाईँलाई सबै कुराहरू अरेन्ज गर्न कस्तो दामी हुन्छ कति अघि हामीले भेटेको थियौँ नि तपाईँले कोरियामा भेटेको बहिनी भनेर यहाँ तल हामीले अघि रेस्टुरेन्टमा भेटेको थियो तल गार्डन्समा अनि त्यो बहिनी नेपाल आएर मम्मी छोरी मिलेर यस्तो दामी अचार बनाएर चाहिँ त्यस्तो बिजनेसहरू आओस् घरको ट्वाक्क भन्ने छ म तल लिङ्कै राखिदिन्छु उहाँहरू एकदम राम्रो मान्छेहरू हुनुहुन्छ र कतिजना राम्रो मेहनत गर्ने मान्छेहरू छ त्यो महोत्सव तपाईँले गर्नुभयो भने काठमाडौँमा आई थिङ्क इट्स टाइम लोकल चिजहरू मात्रै पाउने कि प्लिज बरु सकेसम्म फ्रीमा स्टल धेरैले राख्न पाओस् नै होइन मिनिमम कस्टमा राख्न पाओस् तर त्यो हामीलाई कहाँ हुनुपर्छ थाहा छ सरकारले हामीलाई फ्रीमा चाहिँ दिनुपर्छ कि ट्याक्स नतिरिकन यो टुडी खेल त्यो दियो भने चाहिँ होइन बवाल हुन्छ त्यो चाहिँ अत्र भन्दा अनि फ्रीमा स्टल दिनलाई चाहिँ अब त्यत्रो ठुलो स्पेस छैन नि त अनि केही न केही अरेन्ज गर्न सकिन्थ्यो केही भव्य ठुलो गर्न सकिन्थ्यो कि यसरी हामीले केही गर्दैछौँ भनेपछि हामीभन्दा तल हामीभन्दा माथि सबैलाई रिप्रेजेन्ट गर्ने नि त्यो टाइपको हुनु परेको काम भनेको त्यसमाथि भुइँचालो चाहियो कि सबैजना टङ उफ्रेर सबजनाले कमेन्ट हान्नु पर्यो त्यो ट्राभिस स्कटको भयो तपाईँ त ट्राभिस स्कट रे नि त नेपालको के हो यस्तो अब कि माया हो चाहिँ त्यहाँ युएसको दुर्गेश होला होइन जसरी भए पनि दुश्मन हेरेको हेरे भइरहेछ नि त जो नाचे हजुर दुश्मन को हो दुश्मन भन्ने कुरा यस्तो हुन्छ हरेकको दुश्मन हुन्छ नि तपाईँले नि अब हिजो क्यामेरा ल्याएर हिँड्दाखेरि कोही दुश्मन थियो होला नि त एन्टी खिच्नेलाई होइन तपाईँको इभेन्ट अर्काले खोज्दियो भने त तपाईँ 40मा गरेको इभेन्ट त्यसले 30मा लगिदियो भने कोही भयो त जे त्यसलाई मेरो दुश्मनले लगिदियो यार कम्पिटिटर हो नि त उसले जोस् तपाईँले जस्तो काम गर्न नसक्ला तर तपाईँको त खोज्दियो नि त काम त हरेक चिजमा हरेक ठाउँमा दुश्मन हुन्छ कि अनि कम्पिटिटर गर्न मजा पनि आउँछ दुश्मन भयो भने त्यसैले त इन्डस्ट्री बढाउँछ नि कोही न कोही त चाहियो नि पेसमा राख्नलाई नत्र त बेसी रिल्याक्स भइहाल्यो नि होइन हेरे छ अहिले त एकदमै हेरे छ बनाउन खोजेकै हेरे हो अनि खोजेको त्यस्तै है तर यतिसम्म पनि थिएन ठिकै होला भन्ने सोचेको थियो तर अथाह माया गरिदिनु भयो कि लास्टै तपाईँ अनि लास्ट लाइकेबल हुँदै गइदियो एक टाइममा त कसम अब अनेस्ट हुनु पायो नि धेरै मान्छेलाई चाहिँ अब यो के मान्छे जस्तो लाग्छ तर तपाईँले जसरी स्टेजमा मैले साउन्ड मान्छेलाई ल्याएर तपाईँले जसरी भनिदिनु भयो त्यो पनि मलाई एकदम मनपर्ने कुरा हो कि त्यसरी किनकि त्यो दिन उसले साउन्ड राम्रो गर्दो रहेछ तपाईँलाई एकदम चित्त बुझ्यो एकदम चित्त बुझ्यो कोही आमा हुनुहुन्छ अहिले पनि भनिदिन्छु एसएस टाउन होइन चौपुरको एसएस टाउन थियो मैले 2 घन्टा पर्फर्म गरेको के साउन्ड राम्रो भएर के तर मेरो रेगुलर प्रोग्राम थियो कि एक दिन पनि खाली थिएन तर पनि मैले 2 घन्टा प्रोग्राम गरेको कि किनकि मलाई साउन्ड राम्रो भयो नि मेरो अडियन्स मलाई हेर्न मेरो पर्फर्म हेर्न झुम्न आएको छ भने म झुमाउनु पर्छ भन्ने मेरो मान्यता के कसैको अब लाइक हुनसक्छ कसैले चाहिँ पैसा आइहाल्यो डिडिङ लगाउने भन्ने पनि हुनसक्छ तर मेरो चाहिँ त्यो हुँदैन कि कोही मान्छे मलाई चाहिँ भनेर मेरो लागि दुःख गरेर आएछ अस्ति तपाईँको यो सुनी खेलमा धेरै दर्शक श्रोताहरू आएर अनि त्यो बार भाँचिएर एकजनाको खुट्टा भाँचिएछ अनि त्यसपछि 1-2 जना फेरि खुट्टा नै फ्र्याक्चर भएर त्यो करुणा कि हस्पिटल छ उता अनि टिचिङमा एकजना गरेर आएको थिएँ मैले अर्को दिनको प्रोग्रामै छोडेर उनीहरूलाई भेटेर अनि चाहिँ कति के खर्च लाग्छ सबै गरिदिएर अनि आयोजकलाई ल्याएर भेटाइदिएर होइन अब बाँकी खर्च चाहिँ उहाँहरूले गर्नुहुन्छ भनेर लगाइदिएर अनि त्यो जुन अलिक धेरै नै भएको थियो कि खुट्टा नै अलिक धेरै खुट्टा भाँचेको चाहिँ उहाँले चाहिँ काम गर्नु रहेछ होइन अब मैले के गरेर काम गर्ने भन्नुभयो मैले चाहिँ ल ठिक छ
कति महिना लाग्छ यो खुट्टा ठिक हुन भनेको 2 महिना लाग्छ भनेर भन्नुभयो ल 3 महिनाको मैले चाहिँ तपाईँलाई चाहिँ रुम भाडा अनि रासन पानी यताउता मेरो तर्फबाट भनेर मैले गरिदिएँ कि किनकि उहाँहरूले नै गर्दा म आज यहाँ दुर्गेश थापा भएको भनेपछि उहाँहरूलाई पर्दाखेरि मैले त्यो सहयोग गर्न भने म के को लागि ब्रान्ड हुन्छु त के को लागि मेरो दुर्गेश थापा भनेर उहाँहरू पछि हिँड्नुहुन्छ नि त हिँड्नु न त त्यो भएको हुनाले परेको ठाउँमा चाहिँ गर्नुपर्छ भन्ने चाहिँ मेरो मान्यता हो कि मैले एउटा कुरा भन्नु मिल्छ तपाईँ आउने बेला नि तपाईँको एउटा साथी लिएर हिँड्नु भएको थियो उहाँलाई नि तपाईँले धेरै हेल्प गरिराख्नु भएको छ अहिले चाहिँ मैले उसलाई चाहिँ नदेखाएको हो मिडियामा किनकि अहिले अलि मैले उसलाई केही बनाउँदैछु अझ होइन अलि ग्रान्ड बनाउन होइन भाइ भर्खर सिक्दैछ होइन अनि त्यो भइसकेपछि अहिले सिकिसकेपछि ल्याएर एकैचोटि ब्याङ पड्काउँदा मजा आउँछ नि त बिस्तारै बिस्तारै गर्दाखेरि चाहिँ उसको पनि भ्यालु हुँदैन कि एउटा भ्यालु लेभल बनाउनलाई चाहिँ रिजर्भ बस्नुपर्छ कि आफू अनि त्यो भएको भाइलाई ट्याक्क रिजर्भ राखिरहेको छु अनि उसको चाहिँ काम भइरहेछ ब्यान्डको काम गर्दैछ ब्यान्डको एउटा गीत भइसकेपछि त्यसको सबै खर्च लाउने बस्ने मसँग हिँड्ने सबै मैले नै बेरिरहेको छु अब भाइ अब म हुने जेलासम्म तँलाई म राख्छु होइन अब यदि तैँले दाइलाई कतिसम्म माया गर्छस् भन्ने कुरा मलाई थाहा छ भन्छु मैले भनेर भनेको उसलाई दाइ धेरै माया गर्छु भन्छ उसले अनि त्यसपछि राम्रो गाउँछ एकदम राम्रो गाउँछ उसले गीत कतिपय मेला महोत्सवमा हिँडिरहेको हुन्छ अब यो मेला महोत्सव हेरेको दर्शक श्रोताहरूले चाहिँ थाहा पाइसक्नु होला यो कुरा सायद ओके यो तपाईँलाई हाम्रो बसन्तजी होइन उहाँले हेल्प गरिदिनु भएको थिएन के भयो के थियो उहाँको नाम तपाईँलाई यहाँ आउनु बित्तिकै हेल्प गर्ने हाम्रो दोहोरी गायक दाइ बसन्त थापा होइन सरी मलाई अलिकति एक्ज्याक्ट नाम थाहा छ नि तर उहाँको गीतहरू चाहिँ थाहा छ सो कुन थाहा छ भन्नु त त्यही सालको पात्र टप त्यो त म्यासिभ हिट हो नि यस हजुर पहिला पनि हो नजाऊ सानो पँधेरीमा भन्ने डाँडै फुर्के सल्लो भन्ने म घुम्दाखेरि सुन्न पाउँछु यहाँ त सुन्दिनँ होइन यहाँ त इङ्ग्लिसहरू सुन्ने बानी हुन्छ तर म घुम्दाखेरि चाहिँ मैले त लोकल अनि मेला महोत्सव चाहिँ तपाईँले चाहिँ लोकल गर्ने अनि यहाँ चाहिँ तपाईँ अनि इङ्ग्लिस हुन्छ जहाँ गयो अब म अनेस्ट हुन पाइयो नि अब जे छ त्यही त म किन ढाँट्नु तर प्रायोरिटी चाहिँ नेपालीलाई दिउँ भन्छु मैले चाहिँ अहिले आजकल नेपाली म्युजिक त खतरा भएको छ प्लेलिस्टमा हुन्छ मेरो तर अलिक मोडर्न म्युजिक सुन्ने बानी छ पर्यो त्यही भएर त मैले मेरो आफ्नो गीत अहिले आफै एरेन्ज गर्छु म आफै म्युजिक तपाईँले आफै अरेन्ज गर्नुहुन्छ तपाईँले आफै प्रड्युस गरे ल मेरो आफ्नै त सब हो एभ्रिथिङ मेरो के मात्रै गरे आफै प्रड्युसै हान्दै यो गीत भनेको तपाईँ ओके मैले चाहिँ तपाईँको चाहिँ जुन बिचमा मेरो टान्डाङ म्यान्डाङ भइरहेको थियो नि त्यो बेलामा चाहिँ म चाहिँ यो म्युजिक सिक्न गएको थिएँ कि एरेन्ज सिक्न गएको थिएँ अनि मैले कानमा हेडफोन लगाएँ मजाले एरेन्ज सिकेँ 1 वर्षसम्म बाहिर निस्किँदाखेरि कहाँ जानुभयो हाम्रो यो मैती देवीमा छ कि नाम चाहिँ ठ्याक्कै बिर्सेँ मलाई सिकाउनेको चाहिँ सुलभ हो एकजना सुलभ भन्ने भाइ हुनुहुन्छ उहाँले चाहिँ एकदम राम्रो सिकाउनु भयो तपाईँहरू पनि सिक्ने हो भने भन्नु म चाहिँ प्लिज मलाई चाहिरहेको छ म्युजिक अरेन्ज बेसिक अलिअलि त गर्छु म तर त्यो गीत चाहिँ गर्नु रस दीर्घको पनि मैले गरेँ हो मुभीकै कृष्ण उसेर नाचिसो भने त्यो मैले प्रड्युस गरेँ त्यो म्युजिक अनि पछिल्लो त्यो छ भने माया आइ भन नभए भाइ भन सलनको फिल्मको भाइको नि तपाईँले गरिदिएर होला होइन सबै भाइको नै सबै होइन भाइको चाहिँ अलि ब्यान्ड टाइपको भएर आफ्नो जेनर के हो त्यो समात्नु पऱ्यो नि त तपाईँको चाहिँ के जस्तो लाग्छ मलाई चाहिँ मोडर्न लाग्छ कि मेरो चाहिँ मोडर्न हो अलि त्यो बलिउड टाइपले हान्न मन लाग्छ कि मलाई चाहिँ म्युजिकहरू कमर्सियल अलिकति जाओस् जो पनि नाच्न सकोस् जो पनि हल्लिन सकोस् बच्चादेखि बुढासम्म त्यो टाइपले म्युजिक हान्न मन लाग्छ भइरहेछ हल्लिरहेछ यार अहिले त्यो बज्यो भने खास गरी मैले फोनको लाइट बालेर तपाईँ आउने बेलामा सही है अलि भाइरल भइरहेछ नि यस्तो हुनु पऱ्यो क्या बेला अनि पो मजा आउँछ अनि तपाईँको काठमाडौँको फर्स्ट इम्प्रेसन के थिएछ त्यो सुनिदिउँ न तपाईँ पोखरासम्म हामीले कहानी पायौँ फिर्ता जानुभयो तपाईँ इन्डिया जानुभयो त्यसपछि त्यो बुझेँ मैले हो त्यसपछि त होइन इन्डियाबाट काठमाडौँ आएको फर्स्ट टाइमको सुनौँ न के यसो काठमाडौँ आउँदाखेरिको कहानी के भयो सुनौँ न बरु अब काठमाडौँ आउँदा यस्तै थियो दाइ एउटा रुम ल्याएर बस्नुहुन्थ्यो होइन म पनि त्यही रुममा बस्थेँ त्यतिखेर चिसोमा आएको थिएँ होइन चिसोको टाइममा रुम यस्तो चिसो थियो है लास्ट चिसो हुने क्या त्यो वनस्थली एरियामा फेरि अनि कतिखेर 10 बल्ल यार चौरा गएर घाम त पम्ला भन्ने हुन्थ्यो त्यसपछि टक्क चौरमा गयो के त्यो विचार आउँछ दिमागमा चाहिँ के चलिरहेछ त्यतिखेर केही पनि थिएन म दाइसँग आएको थिएँ दाइसँग आउँदाखेरि अब केही बन्नुपर्छ भन्ने चाहिँ थियो अनि अब खासै गायक बन्न आयो होइन अनि अब कता कताबाट त्यो गीत नचलिसकेपछि अब कोरस नाच्दा नाच्दै चान्स आउँछ कि भनेर के
अब कोरस नाच्दा नाच्दै अलि ह्यान्डसम हुँदै गएपछि त अनि डाइरेक्टरहरूले यसलाई यसो चान्स दिनु न त भन्ने कुरा पनि हुन्छ नि त अनि अब सबैभन्दा ठुलो कुरो डाइरेक्टरहरूको प्यारो हुनु पर्थ्यो क्या त्यतिखेर डाइरेक्टरसँग जो नजिक भयो होइन त्यो भयो भने चाहिँ अब अलिक धेरै गीतहरू पाइन्थ्यो कि चाहिँ खत्रै चल्न पऱ्यो होइन मैले मोडलिङ गर्ने बेलामा मैले 5,000बाट सुरु गरेको एकजना दाइले त अब नाम नभनौँ एकजना डिरेक्टर हुन्थ्यो उहाँले के अरे दिसपरि सुटिङ बनाउनु भयो होइन बनाउनु भयो होइन अनि त्यसपछि पुरा सुटिङ गरेर नाच्दै आएको थिएँ अब पैसा दिनु ल 1000 रुपियाँ दिएछु कसैलाई नभन्नु रे कसलाई भन्ने अब त 1000 अब भनौँ भने त मेरो बेइज्जत हुन्छ नि त होइन क्या दिमाग लगाइदिइरहेको त इन्ट्रेस्टिङ अनि त्यसपछि अब आफै पनि कति गीतहरू हुन्छ नि पैसा तिरेर पैसा लगानी गरेर मेरो बहिनी अहिले हङकङ छ मेरो साइलोबाको छोरी हो सरिता मलाई एकदम माया गर्छ उसले त्यतिखेरको जमानामा 40,000 पठाइदिएको थियो है धेरै पहिला अनि त्यसपछि त्यतिखेर 4 आना जग्गा आउँथ्यो यार अनि त्यो बहिनीले त्यो भिडियोमा लगानी गर्दै थियो कि मलाई अनि अहिले चाहिँ जस खुसी लाग्छ बहिनीले त्यो गर्दा पनि म यहाँ आएको त्यो रामचन्द्र काफ्लेको गीत माया लाएर के हो कसम खाएर के हो भन्ने गीतमा मैले लगानी गरेर हालेको एकचोटि हेर्नुहोस् गाई छैन त्यहाँ कस्तो छु म त्यसपछि अब कसले हेल्प गर्यो तपाईँलाई भन्नुभएको थियो नि तपाईँ आउने बित्तिकै अब गाउँको मान्छे पहिला फर्स्टमा यसो लुगा लगाउने हो कि त्यो हेर्दै हेर्दै चाल पाइयो साथीभाइले सिकायो कि गाइड त कोही न कोही हुन्छ नि जिन्दगीमा त्यो दाइले नै होइन मेरो नामै दुर्गा बहादुर हो खास चाहिँ है मेरो दाइले कहाँ भाइलाई यास थप्दे भनेर अनि दुर्गेश बनाइदिएको कि मेरो दाइको मेरो नाम नम्बरीकरण के भन्छ त्यसलाई नामलाई त्यो सचाउनुमा नामलाई ब्रान्ड बनाउनुमा आदरणीय दाइ बसन्त दाइको ठुलो हात छ कि नत्र भने अहिलेसम्ममा दुर्गा बहादुर आउँदै हुनुहुन्छ स्टेजमा भन्नुहुन्थ्यो होला कि मैले टाइटलमा के लेखौँ दुर्गेश लेखौँ कि दुर्गा लेखौँ लेख्नु न गाउँको दुर्गे सहरको दुर्गेश भनेर लेख्नु न टाइटल दामी हुन्छ माइन्ड क्रिएट गर्ने त भने सम्झेँ प्लिज सम्झिनै पर्दैन रेकर्ड भइरहेछ यस्तो कुरा त सम्झिनु नि तपाईँले अनि होइन आज जान्छ नि त अहिले हामीले खिच्यो यो अहिले एडिट भइरहेछ अनि ब्याटबुट हामी त तुरुन्तै अपलोड हानिदिइहाल्ने हो के तलमाथि बोल्नु भयो पडकास्टमा मान्छेहरू फस्ने गरेछ नि त के भनेर बोलेर जिस्केर सो अलिकति केयरफुल चाहिँ भइदिइराख्नुपर्छ हामी होइन यस्तो मिलाउन सक्नु पर्यो लेभल तपाईँको चाहिँ कुराहरूको के कुरा गर्दाखेरि के हुन्छ के कुरा गर्दाखेरि के हुन्छ त्यो त हुनु पर्यो नि त तपाईँ त यति एक्सपिरियन्स भइसक्यो अब कहाँ के गर्ने पनि त अब अलिक माइन्ड सेट राख्नु पर्यो किनकि यतिखेर पहिला चाहिँ अलि अर्कै तरिकाले बोल्थेँ होइन जब मान्छे पछारिन्छ नि त्यसपछि चाहिँ धेरै कुराले मजबुत भएर आउँछ अरे कि अनि त्यो क्वालिटी ममा छ क्या अहिले किनकि होला या भलै एउटा दुइटा कुरामा म पोख्त नहोला होइन फिट नहोला मेरो स्वर राम्रो छैन होला मेरो गायकी हुन्छ होइन तर मेरो डिजाइन गर्ने तरिका त राम्रो छ नि त सबैजनाले सबै दर्शक श्रोताले माया गरेर त तपाईँको मेरो युट्युब त्यत्रो सब्सक्राइब गरिदिनु भएको छ लगभग 14-15 लाखले होइन डिजाइन गर्ने तरिका त मेरो फरक छ नि त तर हाम्रै फिल्डको मान्छेले एक्सेप्ट गर्दिनँ कि त्यसलाई त्यो पनि त्यस्तो हो र त्यसले गर्छ र यो चाहिँ अलिकति उ छ कि यो खै के हो यो अब नेपाललाई माया पनि गर्नुपर्छ र तर ओरिजिनल ठेट नेपालीहरू भनेको त तपाईँको अब लोकतो यो कुराहरू छ नि यसलाई चाहिँ फेरि अलिकति घृणा दिन थालेको तर अहिलेको टाइममा राम्रो हुँदैछ नेपाली फिल्म चाहिँ जेनर छ के तपाईँको चाहिँ फिल्मको गर्ने छुट्टै जेनर छ दोहोरी गर्ने छुट्टै जेनर छ होइन तपाईँको आफ्नो आफ्नो जेनर छ आफ्नो जेनर समातेर सबैले के गरिरहेछ त सम्हालेर हिँडिरहेछ कि लोकदोरीको जस्तो आदरणीय अब अग्रज दाइहरू हुनुहुन्छ हाम्रो लोकदोरी प्रतिष्ठान छ होइन तपाईँको चाहिँ यता फिल्मी कर्मीको आफ्नो सेक्टर छ र अरू फेरि बाहिरबाट फिजिरहेछ र त्यसमा सबजना घुलमिलेर कसले चाहिँ बाजी मार्छ भन्ने कुरा त हो नि होइन तर सबैभन्दा राम्रो सबैलाई सुन्ने खाले सबैलाई चाहिँ बुझ्ने खाले होइन अनि कतै पनि कसैलाई पनि इफेक्ट नपरोस् के गीतले त्यो टाइपले गऱ्यो भने चाहिँ चल्दो रहेछ भन्ने पनि यो गीतले चाहिँ मलाई चाहिँ पाठ सिकायो कि अहिले जस नेपाली म्युजिसियन्सहरूले राम्रो गरिराख्नु भएको छ बाहिर ट्रिप जानुहुन्छ राम्रो पैसाहरू कमाइराख्ने त्यो फिल्डले राम्रो गरिरहेको छ देख्दा खुसी लाग्छ हिजो पनि हाम्रो
वुमन्सले सरी म्यान सुशान्त आई कुडन्ट कम आई फक्ड अप सरी एकदम केही थियो मैले मेसेज पठाएको छु तर म जान सकिनँ सरी भेरी भेरी सरी तर सक्दो सपोर्ट ब्रोको बबाल यार मैले नि मेरो नि चाहना त्यही हो कि त्यस्तै सेट त्यस्तै लाइट त्यस्तै ऊ भयो भने मैले कस्तो गर्छु होला कि ग्यारेज एन्टरटेनमेन्ट हाम्रो मनिष अमरहरू कङ्ग्रेचुलेसन्स तिमीहरूले जहिले पनि नेक्स्ट लेभल लगिरहेको छ इभेन्ट्स भन्ने कुरालाई अरिजित सिंह पनि उहाँहरूले ल्याउनु भएको थियो कि त्यो म्यानेजरहरूले सो उहाँहरूको टिम एकदम बबाल लायो हिजोको बबाल लायो अनि सुशान्त ब्रोलाई पनि थ्याङ्क यू सो मच मेरो नाम ल्याइदिनु भएछ एकदम धेरैजनाले मलाई मेन्सन गर्नुभएको थियो मैले त्यो डान्स गर्न त अब दुर्गेश तर सुशान्त ब्रोले मलाई भन्नुभएको भए चाहिँ म आउँथेँ होला के एउटा चाहिँ होइन त्यो स्टेजमा मलाई गर्ने एउटा रहर पनि थियो ढक्का लाएर बवाल हुन्थ्यो होला जस्तो लाग्थ्यो कि ठिकै छ अब जस म 1 घन्टा बसेको छु ब्रोसँग हाम्रो बाहिर बेग्लै चिल भएको छ अनि ज्यान दिइदिन्छु भाइब रहेछ उहाँको होइन साथी कि दुश्मन कि त यस्तो जिग्री कि जिग्रीवाला भाइब रहेछ मेरो एउटा साथी छ हाम्रो यहाँ एमएमई सिकाउँछ ठ्याक्कै त्यो भाइब छ ऊ पनि लाइक एउटा टिम छान टाइपको थिङ हो कि तपाईँको चाहिँ त्यो रहेछ कि अब साथी बनिसकेपछि त दामी नै साथी बनिदिउँ न होइन त्यो वाला भाइब रहेछ अनि हिजो हाम्रो तारा देवीजीलाई पनि ल्याएर त्यो एकोज अफ द भ्याली भन्ने टिममा नि भएको थियो सो हाम्रो एकोज अफ द भ्याली टिमलाई पनि अति कङ्ग्रेचुलेसन हिजो मैले चाहिँ फुल त्यो त्यही भइरहेको थियो म 2टा इभेन्ट भ्याउँछु अनि मेरो भ्लगहरूमा क्याप्चर गर्छु सोचेको थिएँ तर म आउन सकिनँ सरी अरू प्रब्लम्स परेको थियो मलाई कामहरू परेको थियो तर अब हाम्रो टुडी खेल हुँदैछ नि त टुडी खेलमा सबैजना भेला आउनुपर्छ कहिले हो खै कुनै अब आफूले प्लान गर्ने भने होइन हो तपाईँको हाम्रो म्यानेजर ब्रदर हुनुहुन्छ नि उहाँले त हेरिदिनु हुन्छ सल्लाह गरौँला त अनि 30 दिनमा 46वटा सो होइन अब यस्तै कसरी तपाईँको के हुन्छ भन्दाखेरि कुनै ठाउँमा चाहिँ अब 2टा गर्नुपर्छ नि त दिनमा त्यो भएको हुनाले अब कहिलेकाहीँ हुन्छ तर होइन यसलाई कसरी राख्ने त 46वटा गिग 1 महिनामा त अब त्यो जाँदैन घाँटी पनि तपाईँको किन त्यो हाई एनर्जी हो त्यो माइकमा त कराउनै पर्छ होला नि त तर भगवानको साथ छ भगवान भनेको दर्शक श्रोता हो त्यत्रो दर्शक श्रोताले दुर्गेश थापा हेर्ने आउने भनेपछि भगवानले हेरिहाल्नुहुन्छ नि भन्ने लाग्छ कि मलाई अनि म आर्ट गर्छु आर्ट गरेपछि आँटिन्छ फेरि क्राउड पनि कत्रो हो त्यो कतिजना हुन्छ तपाईँको कन्सर्टहरू हेर्नलाई अहिले चाहिँ नर्मली 10,000बाट माथि हुनुहुन्छ उहाँलाई मैले बाचा पनि गरेको छु म एउटा बवाल फिल्म बनाउँछु तपाईँ हेर्न जानुहुन्छ नि एकचोटि त जानुपर्छ है तपाईँ एकचोटि फर्स्टमा गएर हेरिदिनु होला होइन अनि फर्स्टमा हेरिसकेपछि मैले उहाँलाई उम्किनै दिँदिनँ म त्यस्तो खालको बनाउँछु नि त फेरि पार्ट 2 पनि चाहियो भने टाइपको बनाउनु पऱ्यो नि त होइन बेला पनि भयो जस्तो लाग्छ तपाईँको लागि पर्फेक्ट टाइमिङ छ अहिले सबै कुरा मिलिरहेको यो वर्ष यस्तो छ मेरो प्लानिङ चाहिँ यो वर्ष चाहिँ अब अल सबैजना फ्यानहरूलाई भेट्न जाने मेरो चाहिँ प्लानिङ हो अब विदेश टुर अनि अब लगभग नेपाल टुर त सिधिसक्यो तर यो एउटा चाहिँ प्लिज गर्नु ट्राई गर्नु न टाइमले मिल्छ भने काठमाडौँतिर हान्नु के ल हुन्छ ल मान्छे काठमाडौँको यो मोडर्न मान्छेहरूलाई महोत्सव कस्तो रमाइलो हुन्छ भन्नु न त्यो कहीँ रोटिपिङ चलिरहेछ होइन हाम्रोमा 2टा 3टा ल रोटिपिङ 3टा जति चाहिन्छ 3टा जति हालिदिउँ अनि टक्क मलाई चाहिँ लोकल हामीले एउटा चाहिँ अब महोत्सव भनिरहेको हुन्छ होइन कति ठाउँमा कोही ठाउँमा त धेरै ठाउँमा त राम्रै हुन्छ कोही ठाउँमा त महोत्सव भनिरहेको हुन्छ जस्तो मेरो अस्ति गाईघाटमा चाहिँ आयोजकसँग अब भनाभन पऱ्यो उहाँहरू आएर चाहिँ अब त्यो किसिमको व्यवहार गर्नुभयो किनकि अहिपछि तपाईँको चाहिँ 300 रुपियाँ टिकट त्यो दिन अहिपछि 100 रुपियाँ टिकट त्यो दिन 300 रुपियाँ टिकट तपाईँको साउन्ड भन्नुहुन्छ भने यस्तो कि बिहामा बजाउँछ नि साउन्ड त्यो भन्दा नि त्यो गरे राम्रो बच्छ होला के त्यो छ के साउन्डको विषयमा होइन अनि तपाईँको चाहिँ आयोजक कोही पनि फ्रेसमा हुनुहुन्न अनि आयोजकले भन्नुहुन्छ अडियन्सलाई ननाच भन्नुहुन्छ कि नाच्न आएको अडियन्स ननाचेर के गर्छ त है अनि त्यसपछि त्यही कुरा मलाई यता अगाडि नजानु भन्नुहुन्छ यहाँ जानु यता नजानु यो गर्नुहोस् यो उहाँको डिरेक्सनमा चल्नु पर्ने कि म होइन अनि त्यसपछि त्यसमा तपाईँ गाउनु नि त मलाई होइन त्यो भए गएँ म त्यो ठाउँको नाम बिप गरिदिउँ कि ठाउँको नाम पनि आओस् होइन थाहा छ सबैलाई गाईघाटमा हो अनि त्यसपछि म गाउँदिनँ भनेर हिँड्थेँ कि होइन हिँडेर ठ्याक्क स्टेजबाट तल झर्छु भन्दाखेरि ढ्याक्क मलाई मेरो दिमागमा यत्रो जनता म भनेर आउनु भएको छ एउटा आयोजकले मलाई यो व्यवहार गर्यो भनेर म यत्रो जनतालाई चाहिँ दुःखी बनाउनु भएन नि भनेर फेरि ब्याक भएर आधी घन्टा गाएर सबैलाई खुसी बनाएर अनि फर्किया हो कि म
म त्यति माया गर्छु कि मेरो दर्शक श्रोता लास्टमा त तपाईँको नाम पनि आउने भयो नि त। त्यहाँ मैले छोडेर गएको भए अडियन्सहरू रिसाउनुहुन्थ्यो, दुर्गेशको घमण्डी रहेछ, यो रहेछ त्यो रहेछ हुन्छ नि त। जो रिलमा देखिन्छ त्यो रियलमा नहोस् भन्न चाहन्छु कि म। अब सिसान ब्रोलाई पनि अब रिलमा हेर्दाखेरि कस्तो घमण्डी देखिन्छ नि त, तर रियलमा त्यस्तो लागेन। फरक हुन्छ राम्ररी कुरा गर्दै जाँदाखेरि त। धेरै सोहरू भएर कि घाँटी पनि धेरै रेगुलर बोल्न पनि हुँदैन कि, भोकल रेस्ट लिन्छ नि मान्छेले, बोल्दै बोल्दैन कति टाइम। त्यही त आज मेरो रेस्ट हो नि त। अनि ब्रोले अब मैले फेरि हिजो मात्र मेसेज गरेँ अनि मेरो एकदम प्याक छ भने ठिकै छ ब्रदर, म तपाईँको वेल विसर हो, नभए नि म फिट्टिकै माइन्ड गर्दिनँ भने मैले मेसेज पठाएको थिएँ। उहाँ आज च्यापजुप आइदिइहाल्नु भयो, थ्याङ्क यू ब्रदर। यो भन्नु बित्तिकै यस्तो बिजी मान्छे पनि के हुन्छ भनेदेखि मलाई चाहिँ के लाग्छ भने कसैले बोलाइसकेपछि गइदिइ आउँ होइन, ल खाउँ भनेपछि खाइदिइहालौँ टाइपको हो कि म चाहिँ होइन। हुन्छ नि त्यो एटिट्युड देखाउने, त्यो म चलेको म यो लेभलको मान्छे होइन कि, त्यो लेभलको मान्छे नि त्यो लेभलमा जान बेर लाग्दैन कि। त्यही भएर हामी सबैसँग हम्बल हुनुपर्छ, सबैसँग मित्रता राम्रो हुनुपर्छ भन्ने चाहिँ मेरो धारणा हो कि। एकदम सही हो। तपाईँले भन्नुभयो नि पहिला यस्तो हुनुहुन्न थियो, समयले बनाउँदै गयो कि यस्तो कि यस्तो। म पहिला भन्नाले पहिला पनि नराम्रो होइन, म सबैको राम्रो हो, तर अलि ओपन नेचरको थिएँ कि। धेरै कुराहरू भ्याङ बुडुङ बोलिदिने होइन, जे पाए त्यही जे मैले यहाँ हल्का यो बोलेर के हुन्छ र भन्ने टाइपको, मलाई कसले के गर्छ र भन्ने टाइपको हुन्थ्यो नि त पहिला। अहिले चाहिँ अब त्यस्तो हुँदैन कि। अहिले चाहिँ तपाईँको चाहिँ मैले बोल्दाखेरि कतिजना मान्छेले त्यो बोलीबाट चाहिँ शिक्षा पाओस्, अथवा त्यसले त्यो मैले बोलेको बोलीले, मैले बोलेको वर्डले मान्छेलाई जनचेतना फैलाओस् भन्ने टाइपले बोल्नु पऱ्यो जस्तो लाग्छ कि मलाई। स्पाइडरम्यानमा भन्छ कि विथ ग्रेट पावर कम्स ग्रेट रिस्पोन्सिबिलिटी भनेर। अब तपाईँ रिस्पोन्सिबल हुनै पर्यो एकदम। तपाईँलाई हेरेर अब बच्चा बच्चीदेखि सबैजना उफ्रिरहेछन् भने तपाईँले जे जे गर्यो त्यही गर्नेवाला छ। त्यही भएर बच्चा बच्ची अब तपाईँको हेरेर चाहिँ अर्कै भाइ पाउँछ फेरि। त्यो अझ एउटा मैले एउटा के घोषणा गरेँ भन्दाखेरि अब दर्शक मैले प्रायः शनिबार माग्नु कारण के छ भने बच्चा बच्चीको पढाइ नबिग्रियोस् होइन, कि शुक्रबार कि शनिबार माग्नु कारण मैले मेला मौसममा चाहिँ। किनकि बच्चा बच्ची फ्यान छन्, भोलि स्कुलै छोडेर आइदेला होइन, अनि पढाइमा ह्याम्पर पर्छ। दुर्गेश थापा आएको भनेर चाहिँ यस्तो यस्तो गऱ्यो भने नराम्रो जान्छ नि त त्यो। शुक्रबार र शनिबार भयो भने हाफ छुट्टीमा भ्याइहाल्छन्, अनि त्यसपछि तपाईँको बच्चाको पढाइ पनि बिग्रेन। कस्तो इन्टरेक्सन हुन्छ उहाँ त्यो बच्चाहरू त पुरै गीत मजाले गाएर उफ्रे मैले गाउनै पर्दैन, माइक दिने हो उहाँले गाइदिनुहुन्छ, म त त्यहाँ भाइब्स हो। मलाई फेरि कतिचोटि बज्छ यो? हजुर कतिचोटि बज्छ यो दुश्मन चाहिँ 4 चोटिसम्म बज्छ। 4 चोटिसम्म बज्छ। अझ भन्नुहुन्छ अब फेरि अरू गीतलाई पनि टाइम राख्नु पऱ्यो नि त, त्यो भएको हुनाले। नत्र त त्यो मात्रै अहिले त म एकचोटि गएको छु नि मैले सुखरको कैलालीमा, सुरुको गीत हिट भएको मेरो यो जान फालिदिन्छु त्यो जान फालिदिन्छु भने गीत 14 चोटि हो कि 15 चोटि गएको, एउटै मात्रै गीत, अरू गीतै छैन। फर्स्टमै हिट भइदिइहाल्यो होइन, के गाउने। वान्स मोर हो भन्छ, होइन होइन अर्को खोज्छ, अर्को गीतै छैन, वान्स मोर हो भन्छ, होइन होइन भन्छ, ए हो ल लगाइदियो भने त्यही प्ले गरिदिएँ कि। म अस्ति पनि सुखर मसँग गएको बेला भनेको थिएँ मेरो जिन्दगीको मलाई यो आज यो हाइपमा पुर्याउनुमा सुदूरपश्चिम होलीको धेरै ठुलो हात छ कि। यो पश्चिमतिरको फ्यान एकचोटि तपाईँले पश्चिमतिरको मान्छेले एकचोटि माया गरिन्छ कि उहाँहरूले मलाई त सुरुको दिनदेखि नै अहिलेसम्म यस्तो जस्तो आपत जस्तो दुःख परे पनि कहिले पनि छोड्नु भएन कि। अनि त्यो चाहिँ त्यो हो कि असली फ्यान भनेको कि। अनि त्यही भएर मैले अहिले पछिल्लो समयमा फ्यानहरूलाई गर्ने माया ममा त्यो कहाँबाट आयो भन्दाखेरि फ्यानहरूले मलाई दुःखमा दिएको जुन साथ छ नि हो त्यहाँबाट चाहिँ ग्रोथ भएको हो कि। म एकदम धेरै ट्राभल गर्छु, वर्षमा 1-2 चोटि चाहिँ पश्चिम जान्छु एकदम रमाइलो लाग्छ मलाई। त्यहाँ अझै नेपाल बाँकी छ जस्तो लाग्छ मलाई त्यो ठाउँतिर। अनि अरूभन्दा मनि क्षेत्री मान्छे परे त्यो माथिको गाउँमा आफ्नो ओरिजिनहरू यसो 1-2 चोटि हेर्दाखेरि ओहो अलिकति कनेक्ट पनि भइदियो जस्तो लाग्यो कि। म पुरानो नेपाल त सुरु भएको त्यो ठाउँबाट हो नि त, अहिलेसम्म नेपाल बाँकी छ जस्तो लाग्छ सुदूरपश्चिमतिर, किनकि अब त्यहाँ दुर्गम त छ तर एट द सेम टाइम तपाईँको त्यो एकदम अथेन्टिक कुरा हुन्छ नि, अर्ग्यानिक कुरा। त्यहाँ गयो भने त तपाईँको
मलाई त्यो 3 स्टार 5 स्टार होटल चाहिँदैन म त्यहीँ जाने बस्ने भाइहरू छ है त्यतातिरको कतातिर जानु बस्नुहुन्छ साथीभाइ जस्तो हामी त त्यहाँ कुन कुन ठाउँ चाहिँ बढी जानुहुन्छ पश्चिमतिर कि सबै पश्चिम सबै ठाउँमा गइरहेको हुन्छ कुनै मनपर्ने ठाउँ भाइ बहिनी अलिक क्लोज भएको सुदूर पश्चिम पुरै मनपर्छ क्या मलाई खास चाहिँ यो सबै नेपालै मनपर्छ मलाई होइन म नेपाली हुँ भन्नमा खतरा गर्वको लाग्छ क्या मलाई त्यही भएर भन्छु कि म 3 चिजमा मात्रै झुक्छु के त्यो 3 चिज भनेको एउटा आफू जन्मेको देश नेपालपट्टि अर्को भनेको आफ्ना जन्म दिने आमाहरूपट्टि र अर्को भनेको दर्शकपट्टि झुक्छु त्यसैले दुर्गेश नाम होइन ब्रान्ड एकछिन मलाई हजम गर्नु पर्यो यस्तो कुराहरू किन पचेन गजब भयो एकछिन गजब कुराहरू ओइ हजम नहुनु त नपचेर हो नि त त्यो मिलाएर बुझौँ न कस्तो सिसन बानियालाई मेरो कुरा पचेन भनेपछि अडियन्सले चाहिँ पचाउनुहुन्छ के एकजनाले नपचाएर के भएर भिलेन हो मलाई म सबसे ठुलो भिलेन नै हो होइन भिलेन भएको भए त यहाँ आउँदै आइन्थेन नि त्यस्तो अब तपाईँले अघि कुरा गर्नुभयो नि अर्गनाइजर यस्तो यस्तो भयो त्यस्तोहरू यस्तोलाई चाहिँ अलिकति इगो दिएर अनि यस्तैमा चाहिँ आउने हो गीतहरूको तपाईँको किनकि तपाईँ गीतमा त तपाईँको मैले फर्स्ट टाइम सुन्दाखेरि के टाउको कहाँ झोलामा ज्यान खोलामा थियो के अनि मलाई त्यो भाइब चाहिँ छैन कि अरूकोमा ड्याङडुङ छैन कि हाम्रो एकदमै हिपहप हुन्छ नि त्यो ग्याङ्स्टर हिपहप डिस हान्ने ट्र्याकहरूमा त्यो खालको भाइब पाउँछ तर नर्मलीमा पाउँदैन यसमा पनि तपाईँको पेस्तोल किनिदिएकोहरू छ नि पेस्तोल त अब अरूले कट्टा सट्टा किन्दै होइन के कट्टा चलाउँछु बहिनी पेस्तोल किन्दैछु मैले पेस्तोल चलाऊ भनेर दिएको होइन त्यस्तो वाला आउँछ नि त एटिट्युड ग्याङ्स्टर यस्तो तपाईँको जस्तो यहाँ एउटा तिनीरै लाइन छ होइन तिनीरै लाइनमा एउटै रेसियोमा गइरहेको छैन तिनटै होइन तिनटैको यहाँ कम्पिटिसन छ भने म 4 थपिन किन जाने त म अर्को बाटो पनि त जान सक्छु नि त भनेर म चाहिँ अर्को बाटो गएको के मेरो चाहिँ एटिट्युड भाइब्स हुन्छ कि मेरो गीतहरूमा चाहिँ एनर्जी हुन्छ एनर्जी लेभलको गीतहरू हुन्छ त्यो पर्फर्म गर्दाखेरि मलाई जोस आउँछ अडियन्सलाई पनि जोस आउँछ डिप्रेस होइन कुनै किसिमको तनावहरू छ भने त्यो बेलामा मेरो गीत सुन्दाखेरि मेरो पर्फर्म हेर्दाखेरि चाहिँ त्यो अडियन्सलाई चाहिँ कुनै के भन्छ नि त्यसलाई गिल्टी फिल नहोस् कतिजनासम्म भएको छ अहिलेसम्म अडियन्स थुप्रोजना 10,000 प्लस त हो तपाईँको लगभग 60-70 हजार 60-70 हजार कहाँ यो धनगढीमा त्यहाँ त खतरा हुन्छ नि 50-60 हजारै हुन्छ मान्छे अर्को कहिले छैन यस्तो धनगढी यस्तो सोहरू छैन मलाई हेर्न आउनु मन लाग्यो कि यसो गरौँ न त पर्सि चितवन जाने हो मेरो होली चितवनमा छ पर्सि ट्युजडे के छ होली कन्सर्ट छ नारायणी तीरमा अहिलेबाट तपाईँलाई भने चाहिँ A to Z मोबाइलले गर्नुभएको त्यो होली इभेन्ट छ नारायणी तीरमा हुँदैछ 29 गते मैले भनेको जस्तो साउन्ड मैले भनेको जस्तो लाइट मैले भनेको जस्तो स्टेज मैले त्यहाँ नारायणी तीरमा पाएको छु कस्तो हुन्छ पर्फर्म कस्तो हुन्छ होइन वाइल्ड र कस्तो हुन्छ फायर भन्ने कुरा त्यहाँ आशी थाहा हुन्छ अब सबैजना आउनु होला जसले अब हुन्छ नि अब तपाईँलाई यदि दुर्गेश थापाको ओरिजिनल पर्फर्म ओरिजिनल चाहिँ भाइब्स तपाईँलाई लिन मन छ भने अब अहिले साउन्डदेखि लाइट स्टेज त्यहाँ बन्दैछ त्यहाँ आउनुहोस् अब हाम्रो अब मेला महोत्सवको साउन्डहरू त त्यस्तै हो एडजस्ट गरेर गाउनुपर्छ अब के गर्ने मेलाको साउन्डहरू कस्तो हुन्छ भन्नाले त्यति धेरै जस्तो कन्सर्टै गरे जस्तो हुँदैन उहाँहरूको नि साउन्ड त हुन्छ होइन तर कन्सर्टै गरे जस्तो हुँदैन कि इनियर लाउनु हुँदैन तपाईँले इनियर हुँदैन माइक हुन्छ मोनिटर हुन्छ 2-3टा अनि एउटा बेस्ट हुन्छ लाइनरहरू पनि हुन्छ तर हुन्छ नि अब विदेशतिर गरे जस्तो त हुँदैन नि त तर आजकल गर्ने मान्छेहरू छ के यहाँ दामी छ एकदम दामी छ यहाँ त छ तर अझै हाम्रो कुनै मेलाहरूमा त त्यस्तै साउन्डहरू राखिरहेको हुन्छ कि अघि भन्नुभएको थियो नि भमिट हो अब आफूले गएको आफै सुनिन्न त अब के भन्ने त अब त्यसलाई भनौँ न कहाँ पुगिन्छ बिग्रियो नि त पर्फर्मेन्स पनि त्यो जुन अडियन्सले सोचेको हुन्छ नि जुन दुर्गेशको त यस्तो छ यार टिकटकमा यस्तो हेरेको भनेर त्यहाँ आएर हुँदैन नि त आइन्छ जस्तो कहिले काहीँ रिलमा यस्तो ह्यान्डसम रहेछ रियल आइन्छ भने जस्तो हुन्छ नि त होइन र त्यो भाइब्स दिन भएन नि त मेरो त पर्फर्म हो नि त मैले त चितवनको नि महोत्सव भाइब हो कि कन्सर्ट मात्रै हो यो
कन्सर्ट मात्रै हो त्यो 2 दिनको कन्सर्ट छ होला अडियन्सलाई एकचोटि डिफरेन्स बुझाइदिनुहुन्छ महोत्सवकोमा चाहिँ के चाहिँ हुन्छ कि नर्मली तपाईँ जाँदाखेरि मसँग त झुलाहरू हुन्छ होइन किङहरू हुन्छ स्टलहरू हुन्छ जस्ट टाइम पास टन्नै हुन्छ 1-2 दिनको भइरहेको कुराहरू हुन्छ बच्चाहरू लगेर खेलाउने फ्यामिली नै आऊ रमाइलो गर अनि त्यहाँ चाहिँ सबै दिनको आकर्षण को छ मुख्य कलाकार दिनमा एकचोटि एक दिनमा एउटा राखिन्छ 12 दिनको कन्सर्टमा 12 दिन 15 दिन हुन्छ अनि त्यहाँ गएर थाहा हुन्छ कि को कलाकार कस्तो चलाएको छ भन्ने कुराहरू त अब जसले धेरै अडियन्स तान्न सक्यो त्यो दिनको त्यो मेलाको चाहिँ अब जस भन्ने मान्ने चलन छ प्रायः जस्तो कसैले अब शनिबार माग्छन् शनिबार मात्रै माग्यो शनिबार त यसै नि मान्छे आइहाल्छन् होइन त्यो पनि हो तर म त सन्डे जानु पर्यो मन्डे जानु पर्यो होइन म त सिधै टिकट किनेर तपाईँको अहिले सो हेर्न पायो भने मलाई हेर्नु मन छ कि त्यो भाइब के छ त होइन छैन चुनी खेलमा थियो है तपाईँको र मेरो भेट बल्ल आज भयो भएको हुनाले मिस भयो चितवनको हेरौँ न ट्युजडे काम त छ तर म हेर्छु म होइन कन्सर्ट चाहिँ ट्युजडे नि त होली त पछि हो नि त होइन होलीको दिन त होइन नि 29 हो थर्सडे ए ट्युजडे होइन थर्सडे हो ए हो जाने गइदिउँ आउँछु तर म होइन सँगै जाने होइन म आफ्नै तरिकाले आउँछु अनि म तपाईँको क्यामेराम्यान भएर म पुरा हुडीसुडी लाएर तपाईँलाई फलो गर्न सजिलो हुन्छ त्यसरी केही गरौँ न मलाई त्यो देखाउन मन छ अडियन्सलाई यस्तो के गाइस हाम्रो सिसन बानिया पनि यो होलीमा हुन्छ नारायण तीरमा वाइ नट होइन मलाई हेर्नु मन छ मलाई पनि क्युरियस छु मलाई पनि भ्लगमा देखिन मन थियो आज पुरा भयो मैले त डकुमेन्ट्री बनाऊँ भनेको तपाईँको अहिले यस्तो भइरहेछ तपाईँको डकुमेन्ट्री होइन कि फिल्मै बनाउने नि होइन तपाईँको बारेमा फिल्म छुट्टै भयो डकुमेन्ट्री चाहिँ अब तपाईँको अलिकति फलो गरेर कसैलाई बनाउनु लागेको छ डकुमेन्ट्री नै फिल्म बन्छ कि ल बवाल बनाउन सक्यो भने डकुमेन्ट्री नै फिल्म बन्छ त्यो पनि यस्तो खतरा छ कि तपाईँ हुन्छ नि जे खोज्नुहुन्छ त्यो मेरो लाइफभित्र परिसक्यो के हार जित होइन जित्न त अझ बाँकी नै छ यो त जितेको भन्दैन मैले यसलाई यो त भर्खरै स्टार्टिङ हो होइन भर्खरै खुड्किला चढ्दैछु जस्तो लाग्छ धेरै कुराहरू फिल्मभित्रै पाइन्छ तपाईँले अघि नै भन्नुभएको थियो नि अस्ति दुबईमा तपाईँले पुरा मेडिसिनहरू टन्सिल भएर त्यो यस्तो हुँदो रहेछ कि यहाँबाट गयो होइन यहाँबाट जानु बित्तिकै अब प्लेनको एसीले चिसो भयो फेरि दुबईमा जाँदा हल्का गर्मी अनि त्यो मौसम परिवर्तन भयो कि अनि त्यसपछि टन्सिल भइदिइहाल्यो अब के गर्ने त सो छ बेलुका अनि त्यो एउटा स्प्रे पाउँदो रहेछ क्या त्यो चाटा हानेपछि आधी घन्टा जतिसम्म चाहिँ तपाईँको चाहिँ त्यसले केही पनि थाहै नपाउने के गरिरहेछ भने त्यतिको भरमै अनि त्यसपछि त्यो स्प्रे हालेँ अनि त्यसपछि टाका 1 घन्टा गाइदिएँ अनि त्यसपछि आएँ कतिजना हुनुहुँदो रहेछ त्यहाँ पनि दुबईको खतरा भयो सो मेरो दुबईको सो दुबईमा बस्नु सम्पूर्ण नेपालीहरू जो आउनुभएको थियो त्यहाँ त इन्डियन पनि आउनु थियो बङ्गाली पनि आउनुभएको थियो अझ एकदम त्यो गीत चाहिँ उता पनि चलाएर रहेछ अनि त्यो भएको हुनाले आउनुभएको थियो अनि त्यसपछि एकदम रमाइलो गरिदिनु भयो सबैजनालाई थ्याङ्क यू सो मच मेरो हुन्छ नि एउटा विदेश फर्स्ट टुर हो नि त विदेशको फर्स्ट टुर नै एकदम हाउसफुल भएको थियो कि यो अहिले चाहिँ हालचाल चाहिँ पहिला होइन मजाले टुर गरिसक्नु भयो नि तपाईँ पहिला त गरिसकेँ तर यो गीत आइसकेपछि यो दुश्मनहरूको गीत आइसकेपछि मेरो फर्स्ट टुर थियो एकदम राम्रो भयो जहाँसम्म लाग्छ अब अरू कन्ट्रीमा नि आयो भने चाहिँ आउनुहुन्छ म हाम्रो म्यानेजरजीको नम्बर राख्दिन मिल्छ कि ल्याङ हुन्छ तल भिडियोमा लाइक कन्ट्याक्ट गर्नु पऱ्यो भने अब त तपाईँले मजाले होइन मलाई फोन आइरहेछ धेरै इभेन्टहरूले मलाई चाहिँ कन्ट्याक्ट गर्नुभएको छ हामी अब कुरा गर्दैछौँ सबै हामी मिलाउँदैछ त्यसपछि हामी फेरि एकचोटि यो ठाउँमा आउँदैछु भनेर म चाहिँ भन्छु नि बेस्ट पाइयोस् न यसलाई पनि अझ बेटर साउन्ड त्यो मैले भनेको जस्तो साउन्ड मैले भनेको जस्तो स्टेजहरू भयो भने होइन मैले भने नि तपाईँहरूलाई मलाई काटेर आएको टिकटको तपाईँलाई कुनै पनि त्यो गिल्टी फिल हुँदैन छैन कि म त्यो चाहिँ म 100% अहिले त प्लेलिस्ट पनि तगडा भइसक्यो त कहिलेदेखि हो र वाइल्ड अगाडिदेखि बिचमा नि तपाईँको बिचमा नै थियो नि तपाईँ त्यो त्यसमा चाहिँ कसरी काम भयो तपाईँ आई थिङ्क मुभीको गीत थियो नि त त्यो होइन मुभीको प्रमोसन टाइपको गीत थियो नि त्यो होइन बिचमा भन्ने गीत एकदम मन पराइदिनु भयो नि त त्यो गीत एकदम चलिसकेपछि हाम्रो दीपक दाइले दिव्या दिदीले यो गीत चाहिँ हामी प्रमोसन गीत बनाउनु पऱ्यो भनेर भन्नुभयो ठिक छ अब मेरो गीतले अब दाइहरूलाई प्लस पोइन्ट हुन्छ भने किन नगर्ने भोलिपछि मैले पनि गराउँदाखेरि दाइहरूले होइन काम लाग्छ
भनेर अनि मैले त्यतिखेर मेरो रेकर्डिङको खर्च मात्रै लिएर मात्रै दिएको मैले 1 रुपैयाँ पनि लिएको छैन मैले किनकि मैले भने नि मलाई दुःख परेको बेलामा मलाई साथ दिनु पर्यो म पनि दिन्छु कि त्यो चाहिँ मेरो सिद्धान्त हो त्यो भएको हुनाले अहिलेसम्म सबैजनालाई माया गरिरहेको छु उहाँहरूले पनि माया गर्नुभएको छ खुसी लाग्छ यो फिल्डमा पनि सही हो नि आफूले भोगिसक्नु भएको छ नि त तर नि कुरा लाइफमा पनि त्यो भएर पनि हो हाम्रो चाहिँ यो कति घन्टाको हुन्छ तपाईँको टाइम अनुसार हो र तपाईँलाई मन लागे अनुसार हो कति भएछ बाबु कति घन्टा भयो कि के भयो 1 घन्टा र के छ अब 10-15 मिनट बोलाउँ न त है हुन्छ केही छ सोध्न पर्ने कुराहरू छ भने होइन फ्लोमा गइरहेछौँ नि यस्तो प्रेसर नलिउँ इन्टरभ्यू जस्तो होइन क्या हाम्रो नर्मल गफगाफ जस्तो होस् भन्ने कुरा त्यो पनि अब अडियन्सहरूले भनिरहेको हुन्छ नि त तपाईँले अडियन्सलाई कन्ट्रोभर्सियल कुरा मात्र मनपर्छ मलाई यहाँ सोध्नै झ्याउ लाग्छ के सोध्ने त्यस्तो कुरा मात्र कोटाउनु मन लाग्छ मलाई त्यो ल्याङ लाग्छ कि बोलाएरै त्यो गरेर त्यसरी भ्युज कमाए जस्तो एटिट्युड हुन्छ नि त म त्यो चाहिँ गर्नु छैन तपाईँले जे दिइराख्नु भएको छ मलाई चाहिएको त्यही हो तपाईँले अब आफू कहाँबाट आएको छु के लिएर आएको छु र के गर्नु मन छ भनिराख्नु भएको छ मान्छेले क्लियर होस् न एउटा यस्तो हुँदो रहेछ कि अडियन्ससँग एउटा सम्बन्ध भइराख्नुपर्छ कि कुनै न कुनै जरियाबाट अब म दर्शकले तपाईँलाई के खोजिरहेको छ तपाईँको इन्टेन्सन के छ पछि के गर्न खोजिराख्नु भएको छ तपाईँको आइडियाज के छ कहाँ जान खोज्नुहुन्छ बुझ्यो भने उसको यो रहेछ भनेर इन्सपिरेसन पाउने हो नि त सो त्यति मात्रै भए पुग्छ होइन र त्यही हो माया हामीलाई चाहिएको दर्शक श्रोताबाट एकदम त्यो जस्तो राम्रो कुरा के हुँदैन नराम्रो दिन गुज्रा नि यसो राम्रो राम्रो लेख्दैछ आहा होइन म त त्यो के टिकटकमा के होइन स्क्रल गर्छु होइन अनि माया लाग्छ कि अनि मैं से बडा त्यो के कोही फ्यान नै भन्ने हुन्छ नि त्यसमा बनाइदिरहेको हुनुहुन्छ कि मेरो होइन कोही कोहीले अनि म त फलो हानिदिन्छु कि उहाँले फलो नगरे पनि फलो हानिदिन्छु कि म अनि किनकि त्यो उहाँले गरेको माया हो नि त अनि मेरो एक फलोले उहाँलाई के मलाई के हुने र के हुने घट्ने म त चाहन्छु कि मेरो भन्दा त्यो मलाई मेरो फलोइङ चाहिँ तपाईँको चाहिँ कति 15 लाख छ होइन मैले फलो चाहिँ जम्मा कति छ होइन तर मेरो 15 लाख भन्दा 16 लाख होस् कि मेरो फलो चाहिँ मैले गर्ने फलो चाहिँ 16 लाख होस् भन्ने चाहन्छु कि म चाहिँ सही हो स्पेशली ट्यालेन्ट त्यही भएर मैले मेरो फ्यानहरूले मलाई कुनै कुराहरू अलि अट्याचमेन्ट कुराहरू हाल्नुभयो भने अथवा मन पऱ्यो भने मैले उहाँले फलो नगरे भने फलो गरिदिन्छु कि उहाँ फलो त अलरेडी गरिसकेको हुन्छ फ्यानले अनि फलो ब्याक चाहिँ दिन्छु कि म तपाईँको अरू प्यासन के छ यो म्युजिक बाहेक तपाईँ के गर्न भ्याउनुहुन्छ पहिला भलिबल खेल्नुहुन्थ्यो जस्तो केमा चाहिँ समय बितिरहेको हुन्छ कि समय नै छैन त्यस्तो टाइमै छैन टाइम त दिन सकिरहेको छैन भनेपछि अब एकदम बिजी भयो क्या त्यो भएको हुनाले यो बिचमा चाहिँ थोरै ब्रेक लिने सोचिरहेको छु म 15 दिन तपाईँ चिलमा मलाई नि छतमा बोलाउनु भएको थियो चिल फ्यामिलीलाई पनि माया गर्नु पर्यो नि त फ्यामिलीसँग पनि रमाइलो टाइम तपाईँको छोरा छ के अरे कति वर्ष अहिले 4 वर्ष 4 वर्ष क्युट टाइममा ओहो असाध्यै क्युट टाइम हो नि यो फेरि बोल्ने चल्ने है कङ्ग्रेचुलेसन त्यसको लागि कति वर्ष भयो हजुरको बिहा भएको अब हाम्रो लभै हाम्रो 6 वर्ष पर्यो कतातिर हो यस्तो लभ परेको तपाईँको अलिअलि फेमस भइसकेपछि हो कि के हो उसले मलाई चिन्थेन उसको भाइले चाहिँ चिन्दो रहेछ मामाको छोरा भन्यो कि के भन्यो उहाँको अलि चिन्दैन उसले गीत गाउँथ्यो अरे के यो जान फालिदिन्छु म त जान फालिदिन्छु मेरो दिल चोर्नेलाई मुद्दा हालिदिन्छु भन्ने गीत गाउँथ्यो अरे आफै बनाएर गाएको होला भन्थ्यो अरे क्या उसले चाहिँ अनि पछि चाहिँ मलाई चिनिसक्यो गीत पो रहेछ तपाईँलाई चिनेपछि थाहा भयो भन्थ्यो कस्तो भेटघाट चाहिँ अलिकति खोल्न मिल्छ भने नखोल्न मिल्छ भने वी आर ओके भेटघाट त खोल्न मिलिहाल्यो नि जस होइन म कन्सर्ट गर्ने क्रममा चाहिँ भेट भएको थियो कन्सर्ट गर्ने उहाँ हेर्न आउनु भएको थियो हेर्न आउनु भएको रहेछ जस्तो मलाई मन परिरहेको थियो अनि फोटो खिच्न आउनुभयो होला फोटो खिच्नु भएन उहाँले फोटो खिच्नु भएन अनि एकदम सिम्पल हुनुहुन्थ्यो कुर्तामा आउनुभएको थियो अनि यस्तो हेरेँ होइन अनि धेरै पनि बोल्नु थिएन लभ पार्नै मलाई कति लगभग कति लक जस एस भन्नलाई नै 1-2 महिना लागेको थियो कि मलाई उसँग के गर्नुभयो त्यसको लागि यसको लागि अब सबैभन्दा ठुलो कुरो अब कुरा त हो नि होइन त्यतिखेर त होइन अब जसले कुराले पटाउन सक्यो त्यसले एस पाउनु त हो नि होइन कुरा अलि भन्छ नि मलाई मनपर्ने कुराहरू भन्ने मलाई के खुसी लाग्छ त्यो गर्ने होइन यो नगर्दिने
भएपछि ढुङ्गा त पग्लिन्छ मान्छे के हो र। अहिले त तपाईँ चेन्ज पनि हुनु भएको छ नि, यो लुक मच मोर फिट अल्सो होइन? म चेन हुनुमा मेरो वाइफको ठुलो हात छ। अब एउटा श्रीमतीले भनेको कुराहरू मानेपछि होइन धेरै चेन्जेस आउँदो रहेछ लाइफमा। श्रीमतीको कुराहरू सुन्नु पऱ्यो होइन, श्रीमतीले भनेको मानेको दुईजना डिस्कस गरेर अगाडि बढ्नु पऱ्यो होइन। अब डिस्कस भन्दा पनि मिलिमत अब यो गरौँ यो नगरौँ यसरी जाउँ अगाडि यसो। त्यो बिचमा मलाई कतिले अब विदेश जान्छ दुर्गेश थापा होइन, अब सिद्धियो नेपालमा क्यारियर सिद्धियो भन्ने पनि हुनुहुन्थ्यो नि त होइन। तर मेरो बुढीले रोक्यो क्या मलाई। अनि अब जस बस्नुपर्छ आफू यहीँ केही गर्नुपर्छ होइन भन्ने हिसाबले भएपछि त्यो बिचमा चाहिँ मैले त्यो म्युजिक सिक्न गएँ, एरेन्जहरू सिकेँ यताउता। अनि त्यसपछि त्यतिखेर नै हो त्यो धेरै दिमाग मिडियाले लोचा गर्ने बेला तपाईँलाई धेरै नेगेटिभ कमेन्टहरू आउने के त्यत्रो काम गरेँ लास्टमा गरेँ यस्तो भयो भन्ने कुराले चाहिँ अनि त्यसपछि अब त्यो हेर्नुभन्दा अब चाहिँ मलाई चाहिएको चाहिँ एउटा म्युजिक म एरेन्जर जस्तो हनी सिंहले आफै गर्नुहुन्छ नि त आफ्नो म्युजिक, बादशाहले आफै गर्नुहुन्छ आफ्नो म्युजिक आफै गर्नुहुन्छ। अडियन्सलाई कसरी नचाउने भन्ने कुरा आफूलाई थाहा हुन्छ। आफूले म्युजिक एरेन्ज गरिसकेपछि स्टेजको लागि कस्तो म्युजिक चाहिन्छ, कस्तो अडियन्सले कस्तोमा चाहिँ होइन कस्तो क्राउडलाई कस्तो म्युजिकले नचाउने भन्ने कुरा चाहिँ म्युजिसियनलाई राम्रोसँग थाहा हुन्छ नि त। अन्त त्यो आफू पर्फर्मर भएपछि त्यो पनि सिक्न जरुरी छ है भनेर म चाहिँ त्यो बेलामा चाहिँ म्युजिक सिक्न गएँ। टक्क हेडफोन लाउने म्युजिक सिक्ने अनि खाने सुत्ने। फेरि कुन चाहिँ एप चलाउनुहुन्छ? हजुर कुन चाहिँ चलाउनुहुन्छ? क्युएस चलाउँछु। क्युएस चलाउनुहुन्छ? क्लासिक एकदम क्लासिक सफ्टवेयर छ त्यो त। ओके कति टाइम लाग्यो यो बनाउन चाहिँ? हाम्रो यो कुनै पनि गीत भनौँ न नर्मली कति टाइम लाउनुहुन्छ तपाईँले? कि त कहाँ फुर्छ यो? मेरो चाहिँ त्यति धेरै त हुँदैन क्या। मेरो चाहिँ के हुन्छ जे हुन्छ ठेट हुन्छ, जे हुन्छ अर्ग्यानिक हुन्छ कि होइन। मतलब एउटा गीत तपाईँले अब जस्तो भर्खर रिसेन्ट गीत एउटा सोच्नु पऱ्यो, अब नयाँ गीतको लागि सोचिराख्नु भएको छ भने अब तपाईँले कन्सेप्ट सोचेर यस्तो खालको निकाल्छु भनेर थट प्रोसेस त्यो हो कि? मेरो चाहिँ पहिला भिडियो हुन्छ दिमागमा, भिडियो वाइज गर्छु म। अनि त्यसपछि बल्ल गीत लिरिक्स वाइज गरेर अनि म्युजिक बनाउँछु। यस्तो खालको चाहिँ यो यस्तो पहिले अनि तपाईँ पहिल्यै म्युजिक बनाएर हामीले गीत बनाउनुलाई के अरे म्युजिक बनाएर गीत दिएर मैले भिडियो बनाएँ भने त त्यो अब म्युजिसियन चाहिँ म्युजिसियनको थ्रोमा जान पऱ्यो नि डिरेक्टर त होइन। तर मैले सुरुमै आफै अब म आफै यो भिडियोमा यस्तो गर्छु यहाँनिर यस्तो गर्छु भनेपछि त्यो अनुसारको मैले साउन्ड हाल्न पाएँ नि त। तपाईँले आफ्नो म्युजिक भिडियो डिरेक्ट गरिराख्नु भएको छ नि होइन? गर्छु सबै आफै डिरेक्ट गर्नुहुन्छ किनकि त क्लियरली देखिन्छ। कुनैहरू चाहिँ म अरूलाई पनि दिइरहेको हुन्छ। तर त्यो क्लियर देखिन्छ कि तपाईँको कन्सेप्ट र तपाईँको त्यहाँ निर्देशनमा चाहिँ धेरै कुरा भइरहेछ देखिन्छ। मैले हेर्दाखेरि पनि तपाईँले एकदम नयाँ लुक र स्टाइल ट्राई गर्नु हुँदैछ। अब चाहिँ यो बाहिरको टुर जानुभन्दा अगाडि एउटा धमाका पड्काएर जाउँ भन्ने सोच हो। के आउँदैछ अझै? बम यहाँ पड्काएर नि जाने अब होइन, यहाँ ब्लास्ट बनाएर अनि ढक्क उता ड्याङ हानेर आउने, फेरि अनि फेरि ड्याङ हान्नुपर्ने छ। राम्रै पड्किन्छ त्यो पनि। यो कुन महिनामा तपाईँ बाहिर जाने सोचिराख्नु भएको छ? अडियन्सहरूलाई अलिकति आइडिया होला नि। अहिले छैन, अब कुराहरू आइरहेको छ। अबको केही महिनामा भन्दा चाहिँ 2-3 महिनामा सबै कुराहरू म्यानेज गर्नु पर्यो नि। यता पनि धेरै प्रोग्रामहरू छ लिएको त्यो कुराहरूलाई। जहाँ पनि छ फेरि आजकल नेपाली सबै ठाउँमा भएको काम पनि लगाइरहेछ एकदमै अडियन्स राम्रो हुन्छ। अनि बाहिरतिर कन्सर्टको इम्पोर्टेन्स एकदम महत्त्वपूर्ण हुँदो रहेछ कि सबैजनालाई एउटै ठाउँमा ल्याउनु। तर म बवाल गरिदिन्छु। तपाईँ बाहिर आउनुभयो भने तपाईँलाई तीज पनि त्यहीँ लाग्छ, दसैँ पनि त्यहीँ लाग्छ, शिवरात्रि पनि त्यहीँ लाग्छ, होली पनि त्यहीँ लाग्छ होइन। दुश्मन हेरेर गएर बल्ल त्यतिखेर हुन्छ कि होइन। सबै कुरा एकै ठाउँमा पाइरहेछ होइन। यो पो हो त कन्सर्ट त भनेर दुश्मन के हुन्छ त हेरे हुन्छ। ल मैले तपाईँको अब आई थिङ्क अलिकति मैले भाइब चाहिँ समय अलिकति तपाईँको अरू ठाउँमा नि कमिटमेन्ट छ जस्तो लाग्यो। त्यसै हिसाबले मैले के सोचेँ भन्दाखेरि अब हामी एन्डेन्टतिर लागौँ। नर्मली त म 2-3 घन्टा जान्थेँ तर ठिकै छ। काम भएको बेला यो प्रकाश मन पार्दैन पार्ट 2 चाहिन्छ भने भन्नु होला। फेरि चितवनमा हुन्छ कि? चितवनमा हुन्छ। त्यहाँ बाँकीको कुरा गरौँला नि त। हामी डन है चितवन है, डन है जे पनि गरेर जाउँला। 2 दिनै होली मनाइदिउँला हामी बरु, पाहाडको पनि तराईको पनि भाइब्स लिएर आइदिउँ न। त्यो सँगसँगै हजुरले लास्टमा अडियन्सलाई के भन्नु मन छ हजुरको? त्यही हो, अडियन्सले एकदम धेरै माया गरिदिनु भएको छ। तपाईँहरूको माया तपाईँहरूको साथ सपोर्ट सधैँभरि जस्तै पाइराखौँ होइन। मैले भने मैले कर्म गर्छु, त्यो कर्मको फल दिनुहोस् तपाईँहरूले
होइन जस्तो लाग्छ होइन राम्रो लाग्छ भने राम्रै कमेन्ट दिनु नराम्रो लाग्छ नराम्रो दिनुहोस् त्यो नराम्रो कमेन्टलाई म चाहिँ त्यसलाई पोजिटिभ भाइबमा सोचेर म राम्रो त्योभन्दा अझ राम्रो उत्कृष्ट सिर्जना ल्याउनेछु त्यही नै हो एउटा लास्ट क्वेसन छ त तपाईँको लागि मैले सबैलाई यही क्वेसन सोध्छु एन्ड गर्ने बेला तपाईँको लागि चाहिँ तपाईँले लाइफ लाइक वाट इज लाइफ फर यु टाइपको क्वेसन हो जिन्दगी तपाईँले कसरी बयान गर्न चाहनुहुन्छ सबैको डिफ्रेन्ट आउँछ कि रमाइलो लाग्छ चाहिँ जिन्दगी चाहिँ एउटा चाहिँ हामी ट्राभल गर्न आएको एउटा चाहिँ हुन्छ नि टुरिस्ट जस्तो सम्झिन्छु होइन किनकि टुरिस्ट पनि एउटा देशबाट अर्को देशमा जाँदाखेरि हरेक कुछ त्यहाँको सबै कुराहरू नलेज गर्छ होइन त्यहाँको कुराहरूसँग हेमफेम गरेर त्यहाँको कुराहरूलाई चाहिँ अब हुन्छ नि मजा लिन्छ अथवा रमाइलो गर्छ हरेक कुराहरू हामी पनि लाइफ के हो भन्दाखेरि तपाईँको चाहिँ अब संसारमा घुम्न आएको होइन अब घुम्नुपर्छ तर के भन्छ नि एउटा चाहिँ आफ्नो एउटा ब्रान्ड चाहिँ छोड्नुपर्छ जस्तो लाग्छ कि होइन केही गर्न आएको भनेपछि कि अब आफ्नो प्याटर्न छ जस्तो तपाईँको आफ्नो प्याटर्न छ अरूको आफ्नो प्याटर्न छ अब हरेक प्याटर्न आफ्नो छ त्योमा चाहिँ सक्सेस हुनुपर्छ जस्तो लाग्छ त्यो भएको हुनाले म पनि अझै दौड्दैछु दुगुर्दैछु होइन त्यो सक्सेस गराउन चाहिँ तपाईँहरूको हात छ तपाईँहरू सबैजनाले माया गरिदियो भने त्यो चाहिँ मेरो सपना पुरा हुनेछ त्यही हो मैले तपाईँलाई एउटा गिफ्ट ल्याइदिएछ मैले बिर्सिएँ झन्डै दिउँ सानो गिफ्ट हो मेरो एउटा एकदम भर्खरको यङ भाइको बिजनेस सुरु भएको छ दामी छ अस्ति दाई आउनु भएको थियो दयाङ राई त्यही दाइले बाहिर के हो ब्याग भन्नुभएको दाइले खुब मनाउनु परेर दाइलाई नै एउटा दिएको थिएँ यसो सोचेँ त्यो भाइले दाइ म गेस्टहरूलाई अलिअलि दिन्छु भनेर भनेको थियो यो तपाईँले खोलिदिनु भयो भने साह्रै खुसी हुन्छ प्याक ब्याग भन्ने हो तपाईँलाई ट्राभल गर्न बाहिर थाहेर जान पासपोर्ट राख्नु मैले यही ब्याग चलाउँछु कि त्यो मात्रै किनेको थिएँ अर्को यो चाहिँ पक्का नेपाली सबै कुरा नेपाली प्रोडक्ट के ऊ त्यो ऊहरू छ अनि यो चाहिँ हाम्रो महिलाहरूले बनाउनु हुन्छ कि एकदम राम्रो फ्याक्ट्रीमा हेर्दाखेरि नै राम्रो मन आनन्द हुन्छ दिदीहरूलाई धेरै धेरै धन्यवाद यो यस्तै राम्रो ब्याग दिनुभयो म ऊ गरिदिउँ यसको एउटा दुईवटा कुरा देखाइदिन्छु र यो भयो होइन यसको भित्र यो झुन्डाउने कुरा त होला बाहिरै रहेछ यहाँ भित्र छ र तपाईँको यहाँ चाहिँ फोनले ट्याप गऱ्यो भने तपाईँले जे भने त्यही खोल्न मिल्छ कि सो तपाईँको आफ्नो इन्स्टाग्राम वा टिकटक राख्यो नि मैले यसरी ट्याप गऱ्यो भने ठ्याक्क तपाईँको टिकटक खोल्छ कि म अहिले इन्स्टल गरिदिन्छु यसपछि दामी छ अनि तपाईँको यो विदेश जाँदाखेरि मेन चाहिँ तपाईँको ट्राभल गर्दाखेरि तपाईँको इम्पोर्टेन्ट डकुमेन्ट्स चाहिने कुराहरू सब मजाले अट्छ नयाँ कालोमा बनाएको छ केटाहरूले दामी छ यो मैले तपाईँलाई गिफ्ट दिएँ ल ब्याग इन्स्टाग्राम तर लिङ्क पनि हालिदिन्छु त्यो बाहेक मैले तपाईँलाई अघि कुर्दाखेरि आज मलाई थाहा थियो त्यहाँ एयरपोर्टदेखि पुरै जाम थियो भनेर सो तपाईँलाई कुर्दै मैले गिटारमा तपाईँको एउटा गीत बजाउन सिकेँ त्यो हामी दुईजनाले गुनगुनाउनु मिल्छ अलिअलि होइन सिकेँ भनेपछि त तपाईँले सुनाउनु पऱ्यो नि हुन्छ मलाई साथ दिनु पऱ्यो पक्नु ल यस्तो हुनुपर्छ क्या त्यही भएर मेरो भोइस साह्रो आउँदैन तपाईँ सुरु गरिदिनु नि म हाल्छु कुन यो के हो तिम्रो नाम यस्तै के छ है अक्टेभ माथि जाउँ के हो तिम्रो नाम के हो तिम्रो नाम बहिनी परिचय पा हिमाल जस्तै रहेछौ तिमी बिहानीको घाम कता हिँडेको हो बिजुली बालेर पट भएर ब्युटी भएर तिमी क्युटी भएर हामी हेरेको हेरे यसको मलाई त्यो भर्सहरू पछि गिटारबाट लाग्छ यो पुरा भोकल गइसकेको छ कि आज मलाई त्यही प्रेसर दिनु नमन लाग्यो म आफ्नै टिकटकमा नि हाल्छु यो गाएर ल म आफै गाउँछु ओ बाबा यो भर्जन हाम्रो चाहिँ अनप्लग भर्जन त थ्याङ्क यू सो मच म त्यसमा टिकटक बनाउँछु है हुन्छ थ्याङ्क यू सो मच ब्रदर थ्याङ्क यू सो मच अल द भेरी बेस्ट राम्रो भइराखोस् अनि तपाईँको आउने धमाकाहरूको लागि हामी चाहिँ कुरिराख्छौँ थ्याङ्क यू सबैजनालाई थ्याङ्क यू सो मच यतिसम्म हेरिदिनु भयो हाम्रो कुरा सुनिदिनु भयो अब कतै कुराहरू अब
त्यो होइन अब चिप्लिन सक्छ कतै कतै कुराहरू नराम्रो हुनसक्छ त्यसलाई राम्रो बनाएर सुनिदिनु होला माया गरिदिनु होला बस थ्याङ्क यू त्यति साह्रो काण्ड चाहिँ भएको छैन होला